नमस्कार, म सिद्धदेव भट्टराई। हाम्रो डाक्टर सहदेव सरले धेरै इन्भेस्टिगेसन गर्नुभएको छ, धेरै कुराको रिसर्च गर्नुभएको छ। ती रिसर्चहरू बिस्तारै बिस्तारै हामीले पोडकास्टमा प्रस्तुत गरिराखेका छौँ। त्यसमा पनि एउटा महत्त्वपूर्ण कुरा के छ भने आज हामी जुन विषयमा हामी विषयवस्तु पेश गर्दैछौँ, तपाईँहरू एकदम चासोको साथमा हेर्नुहुन्छ होला भन्ने मलाई विश्वास छ। किनभने यो हर समाज, सहर, जिल्ला भनौँ, देश भनौँ, विदेश भनौँ, हरेक व्यक्तिको चासोको विषय छ रक्सी। रक्सीको बारेमा आज हामी कुरा गर्दैछौँ। अब के हो रक्सी? साँच्चै नराम्रै हो त? हामीले जुन सोचेको जस्तै हो त रक्सी? कि केही न केही त्यसमा छ? जस्ताको तस्तै। सर्वप्रथम हजुर नमस्कार। नमस्कार। कार्यक्रममा तपाईँलाई स्वागत छ। धन्यवाद। हामी विभिन्न समयमा विभिन्न कुराकानी गरिरहेका छौँ। एउटा अचम्मको कुरा म तपाईँलाई प्रश्न गर्दैछु र विषयवस्तुमा जाँदैछु। धेरै कुराको तपाईँ जिज्ञासा लिने व्यक्ति र इन्भेस्टिगेसन गर्ने व्यक्ति र अनुसन्धान गर्ने व्यक्ति हैन? तपाईसँग धेरै प्रोजेक्टहरू छन्। ती प्रोजेक्टहरू बिस्तारै बिस्तारै हामी कार्यक्रममा देखाउँदैछौँ। अनि यो कार्यक्रम चाहिँ आजको कार्यक्रम चाहिँ अब सहदेव सरसँग रक्सीको बारेमा कुरा गर्नु पर्यो, कतिको ज्ञान छ भन्ने सोचले आज म विभिन्न समयमा विभिन्न कुराकानी त दर्शकहरू देखिराख्नु भएको छ। फेरि मैले बोल्दै जाँदा यो फतौरे कति बोल्यो भनेर पनि यहाँ कमेन्टहरू आइरहेछन्। नो प्रब्लम। अब आज रक्सीको विषय के हो त? रक्सी साँच्चै नराम्रै हो त? शास्त्रमा कुन रूपमा हेरिन्छ? रक्सी खाने व्यक्ति समाजमा साँच्चै खत्तमै हो त? अथवा रक्सी संसारमा चलाउँछन्? के हो त रक्सी? रक्सीको बारेमा अलिकति तपाईँले गरेका रिसर्चको बारेमा बताइदिनुहोस् न। धन्यवाद। यो रक्सी भन्ने कुरो अन्त मैले धेरै कुरामा रिसर्च गरेको छु है। रिसर्च गर्दै जाँदा म एउटा ज्योतिष मान्छे, मेरोमा त विभिन्न क्षेत्रको मान्छे ठोकिन्छन् नि त। कोही व्यापारी ठोकिन्छन्, कोही जडिया ठोकिन्छन्, विभिन्न कोही मन्त्रीहरू ठोकिन्छन्, पोलिटिसियनहरू ठोकिन्छन्, सबै खालका मान्छेहरू हाम्रोमा आउँछन् हैन। तर एउटा कुरा के भयो भनेदेखि मेरो चिना हेर्ने क्रममा, कुण्डली विश्लेषण गर्ने क्रममा धेरै दिदीबहिनीहरू चाहिँ एकदमै पीडित भएर आउने के, गुरु मेरो बुढालाई कसरी रक्सी छोडाउने, यो कुरा लिएर बढी आउँछन् के। खास चाहिँ रक्सी कसरी छोडाउने, अब रक्सी कसरी छोडाउने मेरो बुढालाई भनेर आउँछन्। अब मैले कसरी छोडाउने, मैले जिन्दगीमा रक्सी खाएको छु भने मैले कसरी छोडाउने सत्य कुरा दियो नि, त्यसले जानेकै छैन भने कसरी छोडाउँछ। अनि मैले प्रश्न गर्न थालेँ के, उसको प्रश्नहरू आउन थाल्यो। रक्सी मेरो बुढालाई कसरी रक्सी छोडाउने, गुरु जहिले पनि खाएर आउँछ, मलाई कोड्छ, बच्चाहरूलाई कोड्छ, भएको पैसाहरू सबै सकिसक्यो, पैतृक सम्पत्तिहरू सबै नष्ट गरिसक्यो, समाजमा बेहाल छ, इज्जत बाहिर निक्लेर हिँड्न पनि मलाई गाह्रो छ। गुरु अब योलाई कसरी छोडाउनु भन्दै आउँछन् हौ नै। अब यो त अचम्म कुरो हो। अब त्यो त आफूलाई ज्ञान छैन, ज्ञान नभएपछि के गर्ने। रक्सी छोडाउनुको लागि चाहिँ उसले केसम्म गर्छ भनेदेखि बाहिर नखाऊ, घरमै लिएर रक्सी खाऊ, बरु आधा बोतल म ल्याइदिन्छु, मासु पकाएर दिन्छु, घरमै खाऊ भनेपछि 2-4 दिन त घरमा खान्छन्। त्यहाँबाट फेरि हप्ता 2 हप्ता पुगेपछि चाहिँ खुट्टा दोबार्दै आइपुगिहाल्छ। लागेको बानी कहाँ छोड्छ। अनि मैले सोध्छु कि तपाईँले कुनै ज्योतिषहरू धामी बिजुवा उनीहरूलाई देखाउनु भएन भन्दाखेरि, गुरु मैले नदेखाएको ठाउँमै छैन, को ज्योतिष देखाइन कि, धामी झाँक्री बाबा चाहिँ सबैले ज्योतिष देखाइसकेँ। म इन्डियाको बाबाहरूकोमा पनि पुगिसकेँ म होइन। सबैले पूजा गर भन्छन्, पूजा गर्छु होइन, पूजा गर भन्छ। अनि यो चढाउ, व्रत बस, यी सबै कुराहरू भन्छन्। मैले भएको जति सबै गरिसकेँ, हार मानेर म तपाईँ भएकोमा आएको, तपाईँ के सजेसन गर्नुहुन्छ भनेर मलाई सल्लाह दिन्छ, मलाई सोध्छन् है। अनि मैले यसो विचार गरेँ, अब मलाई अनुभव पनि छैन, मैले जिन्दगीमा एकैपल्ट मात्रै रक्सी खाएको छु, त्यो पनि गतिलो प्रकारले खाएको छु कि खास चाहिँ मैले खाएकै छैन कसरी भनेपछि मैले के विचार गरेँ भने होइन, म रक्सीको रिसर्च गर्छु भनेर विचार आयो क्या। रक्सीको विषयमा रिसर्च गर्छु, रक्सीले मान्छेलाई कसरी विकृतितिर लान्छ, मान्छे गलत हो कि रक्सी गलत लाग्ने। अब त्यहाँबाट मैले रक्सीको विषयमा रिसर्च गर्ने भयो। अब रक्सीको विषयमा कसरी रिसर्च गर्ने, आफू ज्योतिषी मान्छे खाएर हिँड्नु भएन। अनि मैले एउटा ट्रेनिङ गर्ने विचार गरेँ, रक्सी खाने, म रक्सी खान सुरु गर्नु पर्यो। रक्सीले चाहिँ कसरी मान्छेलाई चाहिँ त्यस्तो खालको विकृति ल्याउँछ भन्ने कुराहरू भइसकेपछि पैसा त चाहियो। साथीलाई चाहिँ म तपाईँको काम गरिदिन्छु भनेर काउन्सिलिङ गरेँ।
काउन्सिल गर्दाखेरि मैले प्रोजेक्ट बनाएर काम गर्छु क्या जहिले पनि ज्योतिष हेर्दाखेरि चाहिँ मैले त्यो 5 इयर्स 10 इयर्स प्रोजेक्ट बनाउँछु अनि लाइन दिने हो उसको धेरै काम अड्किएको थियो कि मैले तपाईँको काम गर्छु भनेर रातभरि बसेर उसको काम गर्ने विचार गरेँ गर्दाखेरि मलाई चाहिँ पैसा चाहिँ दिनुपर्छ है म एउटा रिसर्च गर्दैछु त्यो रिसर्चको लागि मलाई पैसा चाहिन्छ भने ओके भइसकेपछि यस्तो काम गरेँ कि राति मैले यस्तो काम गरेँ कि त्यो मान्छेको सबै काम बन्यो क्या अनि मलाई चाहिँ यी नजिकै हुनुहुन्छ राज भण्डारी हुन् उनी सबै हुनुहुन्छ साथीहरू सबै त्यो म त ढाँट्ने कुरा आउँदैन नि त यो 2013 को कुरा हो 13 कि 14 को है 13 कै होला म त्यो हेर्नुपर्ने हुन्छ त्यहाँबाट उनले मैले सोचेको थिएँ उनले 50,000 जस्तो चाहिँ दिन्छन् होला भनेर सोचेको थिएँ 1 लाख रुपियाँ ल्याएर दिएँ क्या मलाई भनि त भयो पैसा त भयो पैसा भएपछि मैले बुढीलाई के कुरा गरेँ अब बुढीलाई ढाँट्नु पऱ्यो फेरि मलाई 3 महिना एउटा विशेष ट्रेनिङ छ है भने बुढीले पढ्दैन होइन महिनाको 15,000 दिन्छ अरे भनेर उता पैसामा लो देखाउनु पऱ्यो बुढीलाई पनि होइन फेरि मलाई बुढीले तँ जे गर्छस् गर भनेर सल्लाह दिएको छ कि मैले गरेको कुरामा केही डिस्टर्ब गर्दैनन् त्यस्तो छ मेरोमा अब त्यो कुन ठाउँमा गर्ने मैले 3 महिना ट्रेनिङ त गर्ने ठाउँ छाने सिक्किममा पो गर्ने पहाडी एरिया सिक्किममा पो गर्ने कि दार्जिलिङमा पो गर्ने कि इन्डियाको यता के अरे धर्मशालामा पो गएर गर्ने कि इलाममा पो गर्ने कि कहाँ ट्रेनिङ गर्ने अब 3 महिना ट्रेनिङ घर छोडेर हिँड्ने भयो म भन्ने भयो भनिसकेपछि मैले के गरेँ भनेदेखि घर छोडेर त हिँड्ने त भयो तर रक्सीको विषयमा मलाई ज्ञानै छैन रक्सीको म तलैबाट जानु पर्यो भनेर मेरोमा पुरानो फोटो छ तपाईँलाई म देखाउँछु रक्सी कसरी बन्छ भन्ने कुराहरू पहिला पत्ता लगाएँ रक्सी कसरी बन्छ रक्सीको लागि के चाहिन्छ होइन अब कोदो कहाँबाट ल्याउने मर्चा कहाँबाट ल्याउने कुन ठाउँमा बनाउने भनेर मैले त्यो कोदो ल्याएर 20 किलो कोदो ल्याएर अनि बनाउनु अब पर्छ भनेर ट्रेनिङ सुरु गरेँ अब त्यहाँबाट एक ठाउँ गएर घरमा त कुरा आउँदैन ज्योतिषै घर फेरि मैले जिन्दगीमा घरमा खाएर गएकै छैन होइन अनि मैले एक ठाउँ गएर चाहिँ पहिला त्यो ट्रेनिङ गरेँ अनि टेस्ट पनि गर्नु पर्यो कतिले लाग्छ कतिले लाग्दैन टेस्ट पनि त गर्नु पर्यो अनि यो भिडियो हेरौँ त म तपाईँलाई देखाउँदैछु है हेर्नुहोस् है चार पानी भयो होइन ठ्याक्क चार पानी भयो तातिसक्यो अब यसलाई यहाँ खनाउने चार पानी भयो अनि ज्योतिष व्यक्तिले 81 ट्रेनिङ लिँदाखेरि तपाईँलाई त्यो पानी पनि हालिराख्नु भएको छ तपाईँले अन द स्पोट भाडामा छ मैले त त्यो त अब बच्चैदेखि देखेको म त लिम्बू राई मगर समुदायमा बसेको मान्छे त्यही दिनको याद आयो मलाई होइन उनीहरूले पारेको 3 पानी भन्थे फ्याट्टे आगोमा हाल्थे बल्थ्यो होइन त्यो सबै तपाईँले त प्र्याक्टिकल छ त यहाँ त पुरै होइन एकदमै प्र्याक्टिकल मैले कुनै पनि कुरो प्र्याक्टिकल नै गर्छु कि म ढाँट्दिनँ कि सिधै जे छ त्यही भनिदिने को ठिक छ रेडी भयो त्यो अब चाहिँ ट्रान्सफर निकाल्नु पर्यो हुन्छ निकाल्नु पर्ने हुन्छ राख्नुपर्छ मतलब लिक हुन्छ योभन्दा तातियो भने चाहिँ एकदम लिक हुन्छ फेरि रक्सी बिग्रिन्छ ठ्याक्कै यहाँ राख्यो रक्सी त आहा मजाले बनिहाल्यो नि त है रक्सी चाहिँ सेन्टै यस्तो छ नि यसलाई चाहिँ है ठ्याक्कै यसमा ल्याएर खुवाउँछु यो चाहिँ ठ्याक्कै यसलाई ल्याएर खुवाउनुपर्छ यो चाहिँ रक्सी तयारी भयो रक्सी तयारी भइसकेपछि रक्सी चाहिँ बिस्तारै खनाउने यो तयारी भयो 10 लिटरको लागि ठ्याक्क 10 लिटर तयारी भयो यहाँ 10 लिटर तयारी भएपछि यहाँ अलिकति ज्यादा उब्रेको पनि छ यो चाहिँ हामीले घाटमा गएर चाहिँ घडामा चाहिँ हामीले सानो दुलो पारेर माथिबाट यो रक्सी राखिदिने अनि त्यो चाहिँ तप 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 चुइरहन्छ त्यो चाहिँ भूत प्रेतहरू जो अकाल मृत्यु भएको हुन्छ
त्यस्तोलाई चाहिँ हामीले चढाउनु पर्ने हुन्छ। त्यसमा हामीले कुखुरा पनि चढाउनु पर्ने हुन्छ। आज चाहिँ अब जस्तै हामीले 2टा कुखुरा काटेको छौँ होइन, 2टा कुखुराले एउटा चाहिँ मारा हानेको कुखुरा छ, एउटा चाहिँ मारा हानेको कुखुरा चाहिँ भुतप्रेतलाई मात्रै राम्रोसँग पकाएर खुवाउनु पर्ने हुन्छ। अर्को एउटा चाहिँ हाम्रो नागा हुन्छ, अगोरीहरू हुन्छ, खाने साथीहरू हुन्छन्, उनीहरूलाई दिनुपर्ने हुन्छ। यो रक्सी बनाउँदाखेरि चाहिँ ग्यास हुनु पऱ्यो, पहिला त कोदो ल्याउनु पऱ्यो। कोदो अब 10 केजी कोदोलाई एकदम सफा गरेर धुनु पऱ्यो, अनि त्यसमा चाहिँ त्यसलाई पकाउनु पऱ्यो। पकाएर चाहिँ मर्चा हालेर सुकाउनु पऱ्यो, मर्चा हाल्नु पऱ्यो, मर्चालाई पेल्नु पऱ्यो, मुस्नु पऱ्यो। मुसेर चाहिँ 1 महिनासम्म प्याकिङ गरेर राख्नु पऱ्यो। प्याकिङ गरेर राखिसकेपछि यहाँनिर चाहिँ यसलाई कट भन्छ, यहाँनिर चाहिँ हामीले त्यो हाल्छौँ। त्यो हालिसकेपछि चाहिँ हामी सेम अघि जस्तो यो राखेर यहाँनिर चाहिँ एउटा भाँडो राखिएको हुन्छ, हामी मजाले त्यो लगाएर यसले यो भाँडोलाई चाहिँ नानी भन्दो रहेछ। यो भाँडो राखिसकेपछि मजाले त्यसलाई प्याकिङ गर्ने, अनि माथिबाट चाहिँ यो पानी राख्ने। 3 पल्टसम्म पानी तातिएको गर्दाखेरि चाहिँ 3 पानी हुने भयो। यो चाहिँ 5 पानीको, अघि बनाउँदाखेरि 3 पानीको बनायो, अहिले चाहिँ 5 पानीको। यो चाहिँ भुतप्रेतको लागि फेरि भूतहरू फेरि मातेर झगडा गर्ला ठिक 5 पानीको बनाउनु पर्यो है। र आजको लागि चाहिँ चतुर्दशीको दिन एकदम तयारी गर्नुपर्ने हुन्छ। र हाम्रो साथीहरू सब ठाउँमा जान्छन्, र हामीले चाहिँ एकदम प्योर, एकदम राम्रो प्रकारले हामीले चाहिँ विदेशी नचलाउने, राम्रो प्योर चाहिँ हामीले चाहिँ भूतप्रेतहरूलाई चढाउने। त्यो चाहिँ हाम्रो एउटा आफ्नो खालको कहानीहरू छ। त्यसको चाहिँ अब सिद्धान्तको कुराहरू, गणित पुराणहरूको कुराहरू सबै आउँछ। त्यो चाहिँ हामी पछि भन्नु पर्ला होइन। र त्यतिको लागि रेडी गर्नु। आरामले फेरि तपाईँ नखाएको मान्छे रक्सी त्यही बेलामा नाक्नु गर्नु भएको छैन, मजाले यहाँ गरिराख्नु भएको छ, निकालिराख्नु भएको छ होइन, तन्किरहेछ, आगो पुरा व्यापक भइरहेछ, पानी 3 पानी, यसलाई 5 पानी पनि भन्दै हुनुहुन्छ। फेरि पुरै त्यो वरिपरि त्यो नानीभित्रको त्यो बोटोको जस्तो होइन, कचौरा जस्तो यो त अनि सुरुवातमै चाहिँ होइन, अरूले त गरिरहेको होला नि, फरक गरिरहेको। अनि तपाईँले गर्दाखेरि त्यस्तो कुनै अप्ठ्यारो होइन? मैले गर्ने भनेको प्रत्यक्ष आफूले अनुभव गर्ने हो हजुर होइन, अर्काले सुनेको भरमा नगर्ने। अनि त्यो बनाउँदै गएपछि मलाई त्यो लेडिजहरूले दुःख पाएको, बेलुका राति बसेर भिजुलाइजेसन गर्छु मैले। यो रक्सीलाई चाहिँ वास्तविक कुराहरू चाहिँ समाजमा ल्याइदियो भनेदेखि यो विकृति त जान्छ। रक्सीलाई कसरी यसरी झगडा गर्छ। अब मलाई चाहिँ एउटै कुरा आयो क्या, रक्सी खाएर मान्छेले कसरी झगडा गर्छ, कसरी उसले सकिन्छ, उसको ब्रेनमा के हुन्छ भन्ने कुरा। मान्छेले त रक्सीको विषयमा, ब्रान्डको विषयमा मात्रै बुझेको हुन्छ। रक्सी खाएर वास्तविक कुरा त अब त्यो रक्सी जडियाले त केही पनि भन्दैन। अनि मैले त्यहाँ सुरु गरेर त्यो ट्रेनिङ पक्का गरेँ। यो ट्रेनिङ गरिसकेपछि चाहिँ मैले बुझेँ नि, मैले त भूतप्रेतको लागि बनाएँ भने, तर मैले त्यहाँबाट बुझिसकेपछि गुठेरी बोकेर हिँडेँ 3 महिनाको लागि। त्यो ठाउँ चाहिँ अलिक भनिहाल्दिनँ कि एउटा ठाउँमा गएपछि बजारमा बसेँ क्या। बजारमा बस्दाखेरि मलाई मजा आएन। बजारमा बस्दाखेरि चाहिँ अब रक्सी खाने 4-5 जना भेला भएको ठाउँमा बस्यो, रक्सी खायो, त्यो मान्छेहरू हिँडिहाल्ने भए है, हिँडिहाल्ने भए। यहाँ मजा आएन। रक्सी काम बसेर खाने भन्दाखेरि मैले पत्तो लगाएँ कि बजारदेखि 4-5 किलोमिटर तलतिर परतिर त्यहाँ गएर खायो भनेदेखि के हुन्छ, लोकल मान्छेहरू त्यस्तोमा आएर खाने, अनि तिनीहरू त सधैँ प्रायः भेटघाट होइरहने रहेछ नि त। बजारमा त अब यो न्यु रोडमा बसेर खायो भने भोलिपल्ट भेट्दैन मान्छे। त्यस्तो ठाउँमा चाहिँ फेरि के छ भनेदेखि अलिकति पैसा भएको मान्छेहरू पनि हुँदो रहेछन्। अफिसतिरबाट आए, बाइक राखे, खाए गए, गाडीमा लिएर आए, बसे, खाए गए। अनि गाउँको खेतीपाती गर्ने मान्छेहरू पनि आउने, बस्ने, खाने, त्यस्तोहरू भयो। ठ्याक्कै एक ठाउँ मैले पत्तो लगाएँ, 2-3 ठाउँ पत्तो लगाएँ। 2-3 ठाउँमा एक ठाउँ यहाँ चाहिँ ठिक रहेछ भनेर लोकेसन छानेर बसेँ। अझ यसको लामो प्रक्रिया छ, अब सर्टमा जाउँ न। लोकेसन छानेर बसेर खान थालेँ। आज खाएँ, भोलि खाएँ। मेरोमा त दिनको 500 रुपियाँको बजेट मात्रै छ होइन, किनभने मैले 200 रुपियाँ सुत्नु छ, 300 रुपियाँ खानु छ क्या। गाउँकै लोकलै त्यो गर्ने क्रममा अब एउटा नेवारको होटल थियो कि, नेवारको होटलमा चाहिँ मजाले मान्छेहरू पनि आउने, गाउँ वरिपरिको परिकार पनि पाक्ने अहिले पनि त छ नि त नेवारको जस्तो परिकार त अरू ठाउँमा आउँछ। त्यहाँबाट त्यो खाने क्रममा चाहिँ खाइयो, बस्यो। अनि बस्दै जाँदाखेरि चाहिँ अनि 5-6 दिन भइसक्यो त सबैसँग नजिक। मेरो चाहिँ एउटा क्याप्स्टन चुरोट भन्ने हुन्थ्यो कि, त्यसको माथि लाइटर राख्ने। अनि मान्छेलाई त्यो कसकोमा गर्दाखेरि एउटा ल्याउ न हजुर भनेर ठ्याक्क दिइहाल्थ्यो कि। चुरोट दिएपछि नजिक हुँदो रहेछ। फेरि जोडियालाई चाहिँ चुरोट दियो भने त्यो मान्छे एकदम राम्रो मान्छे मान्दो रहेछ कि। ठ्याक चुरोट दिने। अनि त्यहाँबाट चुरोट दिइसकेपछि नजिक भयो नि। नजिक भइसकेपछि पुऱ्याउनु जानु सुरु गरेँ। अब तपाईँलाई म पुऱ्याइदिन्छु नि भने
अनि एकजना गुरुङ दाई हुनुहुन्थ्यो, दुईजना गुरुङ दाई हुनुहुन्थ्यो त्यहाँ। एकजना गुरुङ दाईले पुऱ्याउनु गएँ जाँदाखेरि अनि मलाई मेरो त कहानी चाहिँ सोध्छ उनीहरूले, को हो, कहाँबाट आयो, नयाँ मान्छे त्यही त के है, के गर्न आयो यहाँ, किन खान्छ। के हो अनि मैले भने म चाहिँ काठमाडौँबाट आएको हो, म झाँक्री पनि हो, यहाँ तल मन्दिरमा चाहिँ मैले अनुसन्धान गर्नुपर्ने हुन्छ, म झाँक्री चाहिँ हो भनेर भनिदिएँ क्या, ज्योतिष सोतिष भनेको छैन, झाँक्री चाहिँ हो, यसो यसो गरेर अनुसन्धान गर्ने, त्यहाँको अलिकति विषयमा रिसर्च गर्दैछु, त्यही भएर म आएको हो, म यहाँ होटलमा बसेको छु भने। अब उसले घरमा पुगेर त तपाईँ किन होटलमा बस्नुहुन्छ, कति बस्नुहुन्छ भने म 3 महिना जस्तो बस्छु होला यहाँ भने। त मेरो घरमा बस्नु नि तल भनेर उसको अढाई तले घर, उतापट्टि साइडको घर मलाई दिइहाल्यो क्या एउटा ठ्याक्क रुम रहेछ, अनि त्यो दिए तपाईँ यहीँ बस्नुहोस्। रुम चाहिँ ठुलो, यत्रै रुम हो, ठुलो रुम, टोइलेट सोइलेट भएको सबै रुम, तर बाहिर टोइलेट, गाउँको घर हो नि त, उसको ठुलो बिल्डिङ भयो भने गाउँको घरमा त्यहाँ बस्यो। अनि मलाई त्यो जिम्मा दिएपछि त मलाई त ढुक्क भइहाल्यो, होटलमा 200 रुपियाँ तिर्नु पर्थ्यो, तिर्नु परेन है, अनि त्यहाँनिर त केही पनि तिर्नु परेन। अनि बेलुका खाना पनि बाहिर नखानु, भाउजूले बनाइन्छ भनिदिन्थ्यो, अनि तिमी खाना पनि 4 बजी ल्याएर राखिदिन्थ्यो कि भित्र है। अन्त हामी त राति आउने, अनि 4 बजीतिर उसलाई पुऱ्याउनु जाँदै थियौँ। आज पुऱ्याउनु गयौँ है, पुऱ्याउनु गएर खुसी भए उनीहरू होइन। त्यहाँबाट त्यही घरमा आएर बस्ने हो। भोलि पनि अर्को गुरुङ दाईलाई पुऱ्याउनु गएँ कि, दाई म जान्छु नि तपाईँसँग भने। त्यो गुरुङ दाई चाहिँ अलिक बढी खाएको थियो क्या, उसको बाटो चाहिँ सिधा बाटो छ, ऊ चाहिँ त्यो पानीले खोलेको बाटो हुन्छ नि, गडाङगुडुङ भएको बाटो, अप्ठ्यारो बाटो, त्यो बाटो झऱ्यो। होइन म पुऱ्याउनु जान्छु भनेर सरर पुऱ्याउनु गएँ, म त स्किम अनुसार खाएको छ। अच्छा पुऱ्याउनु गएँ, पुऱ्याउनु जाँदा चाहिँ अलिक तल एउटा घर रहेछ, ठुलो घर होइन, टाढै घर, मजाको घर रहेछ। त्यहाँ पुग्ने बेलामा चाहिँ ऊ एकछिन उभिएर 3-4 पल्ट खोक्यो क्या, गरेर खोक्यो क्या, त्यति खोक्यो। अनि त्यहाँबाट तल त्यो घरको साइडबाट कुकुर पनि रहेछ, कुकुरसँग डराउँदै गयो। भरे त्यो माथिबाट उकालो गयो कि, भरे त्यो बाटो त सिधै गएको भए हुन्थ्यो, तलबाट गयो क्या हो। त्यसो के रहेछ यो भनेर मैले बुझेँ, किन खोक्यो, किन यो बाटो हिँड्यो भनेर बुझिरहेको थिएँ। त्यहाँबाट भएपछि त्यो कुरा बुझियो है। अनि अर्को नम्बर कुरा के भयो भनेदेखि त्यो दुईजनालाई त मैले पुऱ्याएँ। अर्को नम्बर एउटा तामाङकोमा मलाई एउटा तामाङ दाइ, त्यो जातको छन् नि त्यहाँनिर मान्छेहरू, म पनि हिसाब गरेर कसलाई पुऱ्याउने भनेर हेरिरहेको छु नि, तामाङकोलाई पुऱ्याउनु गएँ। पुऱ्याउनु जाँदाखेरि त्यहाँ घरमा त त्यो पुऱ्याउनु गइसकेपछि यति खुसी भयो कि, बुढो मातेर लडेको भए के भएको भए भाइ थ्याङ्क यू, धन्यवाद तपाईँलाई भनेर खाना के सबै खानपिन दिएर म त्यहाँबाट निक्लिएर हिँडेँ। ल हुन्छ हजुर भनेर त्यहाँ यति राम्रो रेस्पेक्ट गरेँ, त्यहाँ ठिकै छ। अर्को दिन चाहिँ एउटा राणाजी थियो कि, राणा ठकुरी राणाजीले चाहिँ अनि त्यो यसो विचार गरेको, तपाईँको म पुऱ्याउनु जान्छु भने के पर्दैन मलाई भन्दै थिएँ। मैले घर हेर्नु परेन, उहाँले यो एक्टिङ गरेँ कि, घर हेर्नु त देखाउनु लानु पऱ्यो। देखाउनु लाँदाखेरि चाहिँ राणाजीले चाहिँ अनि अघि त्यो के अरे नेवारकोमा चाहिँ अघि त्यो के अरे कुखुराको के अरे के को खसीको हड्डीहरू सबै जम्मा गरेको हुँदो रहेछ क्या, त्यो बोकिहाल्यो। अनि त्यो चाहिँ 1 किलोमिटर जस्तो टाढो थियो, घरमै गएँ पुऱ्याउनु लागि। तर खाएको चाहिँ थियो त्यो मान्छे होइन, अलिक खाएको विषयमा अलिक कसलाई लागेको छ त्यो अनुसारले गरेर पुऱ्याइरहेको छ। अनि पुऱ्याउनु जाँदाखेरि त घर त तिनीहरूको ठुलो घर रहेछ होइन, गेटमा पुग्ने बित्तिकै इङ्ग्लिस बोल्नु थाल्यो नि, ए बोलु ए टमी कम भन्ने एक्टिभिटिजहरू देखाउनु थालिहाल्यो कि। बाटी बुढीले बारदलीबाट हेरिरहेछ है, ए आज पनि बुढो खाएर आएछ के गर्यो। अनि मलाई भित्र लग्यो, भित्र लगेर ए रमसम निकालेर क्या, रम त्यति बेला चाहिँ यहाँ लोकल आएछ, रम निकालेर एक पेक त खानैपर्छ। बुढी तल झरिनन् है, त्यो खाने। अनि म त्यो पेक खाएँ अरे, अनि म लाग्छ दाइ मैले त हेरिहालेँ घरहरू कस्तो राम्रो रहेछ भनेर भागिहालेँ। अब राणाजीलाई पुऱ्याएँ, अनि त्यहाँबाट एकजना मगरलाई पुऱ्याएँ, फेरि परिकारको मगरलाई पुऱ्याएँ। पुऱ्याउँदाखेरि मगर घरमा त यति रेस्पेक्ट गर्यो बुढीले आएर, बुढीले यस्तो रेस्पेक्ट गर्यो, खानपिन कुखुरा काटेर खुवाएँ त्यहाँनिर, रम पनि खानु पऱ्यो। म 2-3 घन्टा त्यहाँनिर मेरो बित्यो है, रेस्पेक्ट गरेको नि। अनि त्यो गरेर फर्केर आएँ आफ्नो ठाउँमा गइगयो। मेरो 1-1.5 किलोमिटर तलमाथि थियो है त्यो गुरुङ दाइको घर। अनि त्यो भइसकेपछि अर्को एउटा छेत्रीलाई पुऱ्याउनु गएँ। छेत्रीलाई पुऱ्याउनु गएको, त्यो छेत्री चाहिँ आर्मीको छोराछोरी रहेछ कि भित्र, तर गाउँमा उसको चाहिँ सर्भिसहरू केही पनि नभएको। घरमा घर कत्रो ठुलो रहेछ, भित्र जाने बित्तिकै त्यो अलिअलि खाएको छ नि त, रफ देखायो क्या। त्यहाँ खसी काट्ने कुकुर निकाल्छ, ल यो बाजेले हानेको नि, त्यो बन्दुक निकालेर यो हाम्रो बाजेको नि 12 के गरेर अनि त्यहाँबाट फोटोहरू निकाल्दै हेर्नु थाल्यो। अब कहिलेदेखिको यहाँ हेर्नुहोस्, म यस्तो भनेर दादा देखाएँ ए भनेर यसरी पुऱ्याउनु गएँ।
पुरम जाँदा धेरै कुराहरू अब थाहा भयो मलाई कि त्यो घर घरमा पुरम जाँदाखेरि होइन। अहिले गुरुङ दाइ त्यहाँनिर तलबाट माथि गएको थियो नि, पछि थाहा पाएँ त्यहाँ किन खोक्यो भन्दा त्यो तल घर चाहिँ पहिला उसको गर्लफ्रेन्डको घर रहेछ कि, त्यही भएर उसको बुद्धि त्यताबाट गएको रहेछ कि। मात्ने मान्छेलाई रिकल हुँदो रहेछ कि, पहिलाको कुरो याद आउँदो रहेछ। अनि उसले त केटी सम्झ्यो अनि त्यो बाटो हिँड्यो, नभए यता तेर्सैबाट बाटो त अर्कै थियो नि, राम्रो बाटो थियो नि है। अब सान देखाएर फोक्नु पर्यो, त्यहाँबाट अगाडि सान देखाउँदै हिँड्नु पर्यो। अनि भोलिपल्ट मगरजीलाई चाहिँ त्यो कुरा गरिदिएँ मैले, यस्तो यस्तो रहेछ, खास त्यहाँ यस्तो रहेछ नि त भने। हो नि, तपाईँले धेरै कुरा थाहा पाउनुहुन्न भने क्या मलाई, तपाईँ त नयाँ मान्छे भने। अनि मैले तपाईँकोमा जस्तो रेस्पेक्ट त कहाँ पाएर मैले त यस्तो खुवाई पियाई गऱ्यो, तपाईँले मगर्नीहरू चिनेको छैनन् भनेर यहाँ सुम्ला देखायो क्या। पाहुना आउँदा चाहिँ एकदम राम्रो गरेर गर्ने, अनि धेरै मसाला दुःख दिन्छ अर्कालाई हानि सुम्ला के। अनि त्यहाँबाट त्यो चाहिँ हो। अनि त्यो लास्ट दिन चाहिँ त्यो भाग्यो, त्यहाँबाट भाग्नु पर्ने हो। लास्ट दिन चाहिँ बाहुनलाई पुऱ्याउनु गयौँ, एउटा ब्राह्मण थियो, ऊ निकै खाइयो क्या, उसले त त्यो क्यालकुलेसन थाहा पाएन कि, किनभने आधा बोतल धेरै लाग्यो। अनि उसलाई पनि पुऱ्याउनु जाने, यो चाहिँ बाजेलाई पुऱ्याउनु जाँदाखेरि चाहिँ उताबाट थप्नु लगाइरहेको छु मैले, अलिक बढी थपिदिनुहोस् म दिन्छु भनेर रिसर्च गर्नु। अनि त्यो गरिसकेपछि बाजेले खाए, मजाले खाए, उसलाई घरमा पुऱ्याउनु गएँ, है म तपाईँलाई कहाँ हल्लिँदै जानु दिन्छु, मेरो त काम हो नि भनेर भने। तर तिनीहरू मभन्दा जुनियर छन् है फेरि, तर म चाहिँ दाजु भन्दैछु ठुलो सबैलाई। मलाई जो त्यो डेन्टिङ पेन्टिङ गरेर यङै देखेको छ जस्तो लाग्छ होइन। अनि ठ्याक्कै ब्राह्मणलाई पुऱ्याउनु जाँदाखेरि थियो, त्यसको घरमा बुढीले देखिहाले, शिरकुन्डा निकालेर मेरो बुढालाई मताएर आउने भनेर मलाई त 12 बजे के कति पुऱ्याउनु गएको छ, यस्तो मेरो बुढालाई मताएर त्यो मान्छेको बुढी सँगसँगै मताएर मैले मताएर लगेको, यही हो नराम्रो मान्छे, यो कहाँबाट आएको भनेर अब त्यहाँ सुरु गरेँ। त्यहाँबाट त मैले त भाग्नु परिहालेँ, भागेँ। अब त्यो म जिन्दगी त्यो बाटो गएर त्यो बुढोसँग पनि नबोल्ने भएँ। अब त्यो बुढोलाई कति दिनसम्म त्यो कुरा आयो होला होइन। यसरी पुऱ्याउने क्रमहरू गइरहेको थियो। अन्त खाने क्रममा, अनि खाने क्रममा त्यो नेवार दाइ चाहिँ ऊ चाहिँ रम खाने के, रम खाने। डेली रम खाँदाखेरि चाहिँ 4 ग्लास 5 ग्लास रम खाँदा पनि नमात्ने। हामी हाफ बोटलको रेन्जमा छ, म त्यहाँ थप्ने मान्छेहरू छन् होइन। त्यो एउटा खाने पिने कुराहरू भयो। अनि भोलिपल्ट अर्को ठाउँमा गएँ क्या, त्यहाँको त्यहाँ ठ्याक्कै त्यो 12-13 क्लास पढेको यङ केटाहरू त्यो बसेर खाने क्या, अब कलेज केटाहरू त्यस्तो ठाउँमा गएँ। त्यहाँ जाँदाखेरि त्यहाँ पनि अलिक परिचय भइसकेको थियो, पहिले 2-3 पल्ट तिनीहरूसँग नजिक बसेर खाएर चुरोट दिइसकेको थिएँ क्या मैले। अनि त्यो गरेपछि ठ्याक्क अनि मलाई विष्ट नाम मेरो त सबै बताएको छु, विष्टजी अनि बस्नु खाउँ भन्दै थिएँ। होइन म तपाईँहरूसँग खाँदिनँ, किनभने तिनीहरूले बिल नै 1500-2000 बिल निक्लिदियो, उनीहरूको आफ्नो बजेट छैन है। अनि ठ्याक्क बस्ने त्यहाँबाट उनीहरूको अब त्यो खाँदै गएपछि रफ आयो क्या त्यहाँको। अनि तपाईँलाई इङ्ग्लिस थाहा छ कस्तो हुन्छ, इङ्ग्लिस सब्जेक्ट कसरी बनेको छ, इङ्ग्लिस कसरी बनेको छ, एक वर्डको मिनिङ छ सुरु गरेँ है। खानेले त खतरा गफ गर्छ नि त। अनि हजुर भन्नु न, म फेरि ताउ लगाउनु जान्ने मान्छे, भन्नु न के भन्नु न, बुझौँ न हामी नि। अब म चाहिँ बुझ्छु तर फर्काउनु जान्दिनँ भनिदिन्छु मैले होइन। इङ्ग्लिस वर्ड यस्तो हुन्छ, TEAT, टी भनेको के हो, टी भने चिया, TEAT भनेको टेम्पोररी एनर्जी एरेन्जमेन्ट। तपाईँ भोक लागेको बेलामा दुध हालेको टक्क चिया खानुहोस्, भोक हटाउँछ। कुरा त सत्य हो यार, पुरा दिन थाले क्या। TEAT टेम्पोररी एनर्जी एरेन्जमेन्ट। ओके, एकछिनमा NEWS न्युज भनेको मिनिङ थाहा छ? थाहा छैन। नर्थ इस्ट साउथ वेस्ट 4टाको कलेक्सन छ, न्युज हो। पूर्व पश्चिम उत्तर दक्षिणको कुरा त ठिक हो। अब त्यो खाँदैछन् मजाले, होइन भन्नुभएको छैन, केटाहरू ठ्याक्क खाइरहेछ, रम खाइरहेछ त्यहाँ। मेरो त्यो लोकल फ्याङ्दियोस् तिनीहरूले, मलाई रमै राखिदियो फेरि कि। यो रम भनेको के हो थाहा छ? RUM, रम भनेको के हो भने थाहा छैन हजुर। रम भनेको रेगुलर युजिङ मेडिसिन, नट बोटलले भन्छ के अरे केटाहरूले। रेगुलर युजिङ मेडिसिन यस्तो खतरा कुरा हुँदो रहेछ क्या त्योभित्र त नि। तर यिनीहरू चाहिँ
के अरे ठुल्ठुलो के अरे बदमासी गर्ने खालको केटाहरू त्यो बुद्धि चाहिँ त्यस्तो भएको नि होइन करोडपति कसरी करोड गराउने देशलाई त कहाँ पुग्ने के गर्ने कता कता होइन मन्त्री लेभलमा के गर्ने यस्तो यस्तो खालको बातहरू मार्ने क्या करोडौँ कमाउने विचार भएको केटाहरू त्यहाँ गयो त्यहाँबाट ओके त्यो पनि कुरा बुझ्यो होइन तिनीहरूसँग नजिक भइरहेको छ अघि त्यो हाम्रो के अरे दाइकोमा बस्दाखेरि चाहिँ एउटा ग्रुप चाहिँ यो साइडमा बस्थ्यो कि त्यो चाहिँ ठेकादार भनेको चाहिँ पेटी ठेकादार गर्ने तर त्यहाँनिर देउल लाउने कुनै केही गर्ने फरक खालको उनीहरू अलिक लो प्रोफाइलको त्यहाँ प्रोफाइलमा चुरोट त मैले सबैतिर बाँडेर नजिक भइरहेको छु सबैले किन अस्ति चुरोट दिने यही हो भन्ने पनि होला उनीहरूलाई नजिक भएर त्यहाँ बसिसकेपछि एउटालाई मैले के सोधेँ भनेदेखि त्यो पर गाउँ कस्तो छ हौ भनेर सोधेको थिएँ मैले अनि मैले झाँक्री हो चाहिँ भनेको थिएँ है पर गाउँ कस्तो छ हौ राम्रो छ त्यहाँ मान्छेहरू भनेको राम्रो छ नि पल्लो गाउँ चाहिँ राम्रो छ गाउँमा त सबै चिनेको हुन्छन् नि त तिनीहरू नयाँ नयाँ पनि छन् फेरि है अनि किन भनेको एउटा वन मान्छेको हड्डी छ अरे मलाई त्यो ऊ गर्नु खोजेको छन् भनेर भनेपछि तिनीहरू तातियो हो उनीहरूकोमा पनि रहेछ क्या वन मान्छेको हड्डी चाहिँ अब यहाँ सुरु भयो क्या कुरा वन मान्छेको हड्डीको त्यो कुराहरू सबै थाहा रहेछ अनि राति गएँ राति यही ग्रुपसँग त्यो होइन त्यो ग्रुपसँग गएकै छैन अझै त यिनीहरूको शनिबार पिकनिक रहेछ फेरि त्यो पिकनिक 200 रुपियाँ उठाएको रहेछ पिकनिक जानुपर्ने खोलामा माछा मार्नुपर्ने अनि भात खानुपर्ने अनि पिकनिक हिँडेँ म पनि जान्छु भनेर भने अनि तिनीहरूको आफ्नो ट्रक गाडीको केटाहरू सबै केटाहरू छ गाडीको ट्रक बुक गरेको छ नि त्यो ठेकादार पनि त्यो पेटीको ठेकादारहरू मैले पेटीमा पनि काम गरेँ त्यहाँनिर पैसा पनि कमाएँ त्यहाँ 1-1.5 लाख कमाएर आएको छु क्या त्यो त ठुलो कुरो थियो खोलामा गयौँ खोलामा गइसकेपछि चाहिँ तिनीहरूले चाहिँ चामल के पनि बोकेको छैन चामल त्यो के अरे तेल मसलाहरू मात्रै बोकेको छन् अनि त्यहाँबाट तिनीहरूले बाँस यसरी ढुङ्ग्रो काट्दो रहेछ ढुङ्ग्रो गरेपछि चामल त्यो भित्र हालेपछि पानी हालेर आगो बालेपछि त यसरी त्यो भात त यति मिठो हुँदो रहेछ है त्यो खानु भएको छ त्यो बाँसको भात अनि माछा मार्ने त हेमर लगेर त्यो ढुङ्गामा हानेपछि मुनिको पल्टेर मर्छ है त्यो रहेछ 2-3वटा हेमर हाने मलाई गाह्रो भयो मैले त नसक्ने हो नि त्यो तिनीहरूको छेउमा तिनीहरू त पुरा ऊ छ अनि तिनीहरूले के गर्यो भन्दाखेरि चाहिँ तिनीहरूले चाहिँ ब्लस्टिङ लिएर गएको रहेछ सबैले ब्लस्टिङ चाहिँ यसरी त्यो ढेँडो हालेर केप हालेर त्यो गरेपछि चुरोट सल्काउँदै फुत्त फ्याल्ने रहेछ मैले पनि 2टा ट्राई गरेँ एउटा ट्राई गरेँ 2टा त पाइनँ एउटा ट्राई गरेँ अनि त्यो तल बसेर माछा समात्नु पर्ने माछा टिप्दै फ्याट्नु पर्ने कि 1-1.5 किलो माछा मारेर अनि त्यो राति त्यो खाएर आएपछि के भयो भने त्यो ड्राइभर चाहिँ धेरै मातेछ कि यति मातेछ कि अनि त्यो खाँदै गर्दाखेरि त ड्राइभर त कम काम गर्ने भयो बसेर खाँदो मात्रै रहेछ कि त्यो ड्राइभरलाई त बोकेर लगेर हालेको गाडीमा ड्राइभरलाई अब मलाई त डर भइसक्यो म त यसले त आज गाडी पठाउँछ भन्ने भयो मलाई त डर छ केटाहरू सबै काम गर्नेहरू ढुक्क खाएर राम्रो चलाउँछ नि हजुर भन्छ मलाई त ल खाएर राम्रो चलाउँछ अरे राखिदिइसकेपछि म त कहाँ अगाडि चढिनँ पहिला यताबाट जाँदा अगाडि चढाएको थिएँ पछाडि चढेँ अनि त्यो साइडबाट फेरि लडिहाल्यो भने उता फालाउँछु भनेर चढेर त्यो उत्रिने बेलामा चाहिँ लड्यो क्या लड्दो रहेछ क्या यस्तो राम्रो चलाउँदो रहेछ उसको सेन्सलाई हेर्दै गएँ क्या मैले है त्यो मैले त यहाँ रिसर्चमा छ नि त यहाँनिर एउटा कसरी त्यो रिकल कसरी हुन्छ भन्दाखेरि त्यो सम्झेँ त्यो गुरुङ दाइकोबाट रिकल उसको त्यो त्यति बेलाको सम्झना आएर त्यो बाटो हिँड्यो नि त होइन अनि यो कसरी मातेर पनि कसरी चलाउँदा लडाउँछ कि लडाउँदैन भन्दाखेरि उसको सेन्सले कसरी काम गर्दो रहेछ भने त्यही कारण कुनै पनि माथेको मान्छे जति नै माथे पनि घरमै पुग्दो रहेछ क्या है अब त्यो त्यति भइसकेपछि कुरा बुझ्यो अनि त्यहाँबाट वन मान्छेको हड्डीमा त त्यहाँ जानु पर्यो गइसकेपछि वन मान्छेको हड्डी लिएर यही ग्रुपमा गएँ नि म राति गइसकेपछि मेरोमा चाहिँ धुप सुप बोकेको छु होइन टिका सिका के बोकेको छु मन्त्र जानिहाल्छु तिनीहरूले नसुनेको डर लाग्दो मन्त्रहरू होइन अनि त्यहाँबाट त्यो राखेर हड्डी राखेको छ अनि त्यो एकदम साइलेन्ट छ यस्तो टुकी बत्ती हुन्छ नि टुकी बत्ती बालेको छ क्या राखेर पुरै जप मन्त्र गर्दा त हड्डी त यस्तो गर्छ है हड्डी हल्लिन्छ हल्लियो नि भनेर सोधेको थिएँ हड्डी हल्लियो हे त हड्डी त हल्लियो तर त्यसले चाहिँ त्यो फुलको कोपिला गर्छ अरे के कोपिलालाई फुलाउँछ अरे के अनि तालामा यसो राख्यो भने ताला खोल्छ अरे त्यो दुइटै भएन
हल्लियो मात्रै हल्लियो मात्रै त्यो तपाईँले प्र्याक्टिकलमा लाउँदा भएन अनि त्यो भइसकेपछि हामी फर्केर आइसकेपछि अब यो त भयो अब यो भइसकेपछि फर्केर आउँदाखेरि त्यो उनीहरूले चाहिँ हल्लिएको देखेँ तर मेरो अनुसन्धानमा चाहिँ त्यो टुकी बत्तीको त्यो फ्लेम यसरी बोक्दाखेरि त्यो यस्तो देखिँदो रहेछ कि खास चाहिँ मैले घरमा आएर अनुसन्धान गरेँ कि होइन साइन्सको जमाना हो अहिले साइन्सको जमाना हो होइन त्यहाँबाट फर्क्यौँ अब साइन्समा के छ भने मैले जहिले पनि भने चमत्कार हुँदैन कि पहिला चमत्कार हुन्थ्यो किनभने साइन्स थिएन अहिले त चमत्कारलाई त साइन्सले नमस्कार गरिदिइसक्यो नि त होइन चमत्कार हुँदैन कहिले पनि कि अनि त्यो गरिसकेपछि यो एउटा खतरा फेसर अब यहाँनिरबाट चाहिँ लाइट स्टोन भन्ने हुन्छ एउटा लाइट स्टोन पनि अब कुरा आयो लाइट स्टोन कुरा आयो बन्चाग्रीको हड्डीको कुराहरू सियालको सिङको कुरा आयो एकमुखे रुद्राक्षको आयो अनेक कुराहरू अब आइसकेपछि त अब त्यो यो सेक्टरमा रहेछ यो लाइट स्टोनको कुरा कहाँबाट अब मान्छेको हड्डी त्यो जाँदै गर्दाखेरि चाहिँ त्यो अघिको त्यो केटाहरूसँग त्यो रम रेगुलर युजिङ मेडिसिन भन्ने त्यहाँनिर एउटा मान्छे रहेछ कि खास चाहिँ हो त्यो चाहिँ एम्बासी सबैको उसले भेट्यो भने चाहिँ जहाँ पनि बेच्ने करोड अरबको कुराहरू आइहाल्यो त्यहाँनिर त यहाँ करोड र अरबको क कि ख पाउँछ भन्दो रहेछ फेरि क भनेको करोड रहेछ भन्नु पनि नसक्ने कि खरब यस्तो आउँछ भन्ने रहेछ कि यो एकमुखी रुद्राक्ष पनि एकमुखी रुद्राक्ष केही पनि काम छैन धार्मिक आस्था हामी लगाउँछौँ राम्रो हुन्छ शिवजीसँग सम्बन्ध हुन्छ त्यो चाहिँ कस्तो हो भनेदेखि त्यो चाहिँ कुनै धनी व्यक्तिहरूले चाहिँ अरबौँ हुनेले चाहिँ 1.5 करोडमा लगेर राख्दो रहेछ अहिले यहाँ हाम्रो जेलतिर दुर्लभ प्राय बन्दैन अब जस्तै यहाँ पनि हाम्रो जेलमा परेको मान्छेहरू त कति अरब रहेछ नि पैसा त्यस्तोले 1 करोड एउटा रोलेक्स घडी त करोडको लगाउँछ भने त्यो त घर राखिहाल्छ नि त्यसरी गरेको त्यो चिज हो यो सियालको सिङ हुँदैन वन मान्छेको हड्डी हुँदैन होइन त्यो यो के छ भनेदेखि यो लाइट स्टोन चाहिँ बहुत डेन्जर फेरि होइन लाइट स्टोनको कुराहरू लाइट स्टोन त अब अरब खरब अस्ति एउटा शेरबहादुर देउपाकोमा लाइट स्टोन छ त्यसले त देशको 2टा बजेट पुग्छ भनेर युट्युबमा देखेको थिएँ क्या मैले युट्युबरै त्यो टिकटकमा यसो सम्झेँ मैले हाँसेँ अनि त्योमा के हुँदो रहेछ भन्दाखेरि यो चाहिँ त्यस्तो खालको जडियाको परिधिमा बढी आउँदो रहेछ जडिया बसेको ठाउँमा त्यो कुराहरू बढी किनभने करोड अरब खाने कुराहरू आयो नि त यिनीहरू त सानो कुरा गर्दैनन् है अब यो के गर्दो रहेछ भनेदेखि त्यो हड्डी जसकोमा छ त्यसले हड्डी त कहाँको बाँदरको हड्डी हुन्छ त्यो के हुन्छ के को हो त्यसले के गर्दो रहेछ भनेदेखि अनि उसले त्यो के गरेर अर्कोलाई तपाईँलाई दिँदो रहेछ होइन तपाईँलाई दिइसकेपछि तपाईँले त खर्च गर्यो 1 महिना तपाईँले खर्च गर्यो तपाईँ खर्च गर्दा 2-4 लाख रुपियाँ खर्च भइसकेको छ अब के गर्ने त काहीँ मान्छे भेट्दैन अब यो जगाउने मान्छे भेट्दैन उताबाट बाबा बोलाएको छ उताबाट झाँक्री बोलाएको छ गर्दैन नगरिसकेपछि के हुँदो रहेछ भन्दाखेरि अब त्यसले चाहिँ के गर्दो रहेछ भने मेरो सबैलाई त्यहाँ थाहा छ नि त अर्कोलाई फसाएर चाहिँ 5 लाखमा डिपोजिट राखेर 50-50 है तपाईँलाई विश्वास दिएर गरेको छु 50-50% पाउनुपर्छ बेचेपछि अहिले मलाई 5 लाख चाहियो भने त्यो 5 लाख बोकेर हिँड्दो रहेछ अनि नआउँदो रहेछ त्यो यो सबै डिपोजिट दिँदो रहेछ कि खास चाहिँ यस्तो खालको सेक्टर रहेछ यो नि त यो चाहिँ त्यो सर्कलमा आउँदो रहेछ म त ग्रह पनि हेर्ने मान्छे ग्रहमा चाहिँ को मान्छेले वन मान्छेको हड्डी खोज्छ यो थाहा छ मलाई कसले के अरे त्यो ऊ खोज्छ सबै कुरा मलाई थाहा छ यतापट्टिको हिसाब म त्यो तन्त्रमा हाल्दैछु नि त यो कुरा तन्त्रमा हाल्दैछु तन्त्र ज्योतिषमा हाल्दैछु कि अनि त्यो भइसकेपछि मैले कुरा बुझेँ अब यो बुझिसकेपछि अब त्यहाँबाट उसको त एम्बेसीदेखि लिएर सबै डाइरेक्ट फोन गर्छ इङ्ग्लिसबाट बात मार्छ होइन यस ओके भन्छ कहाँ बात मार्छ थाहा छैन होइन त्यो त अमेरिकामा लाने कुनै के को एम्बेसीको ठुल्ठुलो मान्छेले के देशै विश्वमा सबभन्दा धनी देश नेपाल बनाइसक्यो तिनीहरूले त्यो ग्रुपले त्यो ग्रुप त्यस्तो हुँदै जाँदो रहेछ बिचरा तलगोला पनि थाहा छैन सबै रमको करामत अब यसरी जाँदो रहेछ यसरी गइसकेपछि त्यहाँबाट एक दिन के भयो भनेदेखि त्यो त अब यो रिसर्च त 3 महिनाको रिसर्च त हो नि मलाई त 20औं वर्ष काम लाग्छ नि त है त्यो रिसर्च भइसकेपछि एउटा के भयो भनेदेखि म दार्जिलिङमा पढ्थेँ पहिला पनि भने तपाईँलाई थाहा छ दार्जिलिङमा पढ्थेँ म जुन दार्जिलिङमा पढ्थेँ त्यहाँ एकजना केटी बसेर पढ्थ्यो क्या
त्यो तामाङ उनीहरू चाहिँ शान्ति तामाङ उसको नाम केटीको यङ अहिले हाम्रो छोरीहरू जस्तै हुन्। अब म त्यहाँ सिनियर भएको कारणले ज्योतिष पनि भएको मलाई एकदम दाजु सम्मान गर्ने। अनि त्यो बहिनी त्यहाँ बसेर पढ्थ्यो, म त्यहीँ बसेर पढेको पहिला। अनि त्यो बहिनीले चाहिँ काठमाडौँमा अब उनीहरूको यहाँ जग्गा जमिन घर होइन यहाँ के अरे यहाँ नजिकैको काभ्रेको एकजना भाइ बुद्ध तामाङसँग बिहा गर्यो होइन। बिहा गरिसकेपछि त्यो बुद्ध तामाङ भनेको न जाँड रक्सी केही नखाने यस्तो जेन्टल भद्र भलादमी तपाईँको भन्दा राम्रो हाइट यस्तो राम्रो मान्छेसँग बिहा भयो। मलाई त अब दाई भन्ने सबै होइन आएर देखाउने। यो मान्छे त्यस्तोमा फसेछ फेरि है, फसेपछि के गर्ने त? अब हेर्नु है यहाँ डेन्जर कुराहरू आउँदै गयो। फसेपछि के गर्ने? मलाई हेर्दाखेरि मैले प्लानिङ गरेको थिएँ कि तपाईँलाई म त प्लानिङ गर्छु। प्लानिङ गर्दाखेरि यो 2 वर्षको प्लानिङ गर्नु नि त 3 वर्षको 3 इयर्स प्लान गर्दाखेरि उसको चाहिँ विदेश जाने कुराहरूमा प्लानिङ भयो। विदेश गयो पहिला। त्योभन्दा अगाडि चाहिँ यस्तो यो बाबाहरू ज्योतिषीहरू यो तन्त्र मन्त्र गर्ने केस पालेको दारी पालेको जुङ्गा पालेको खरौ लगाएर हिँड्ने यस्ता मान्छेसँग पुरै सङ्गत भइसकेको रहेछ क्या उसको। अनि त्यहाँबाट भइसकेपछि चाहिँ कति भइसकेपछि चाहिँ यिनीहरू विदेश गयो। विदेशबाट चाहिँ उसले 50 लाख जस्तो कमाएर ल्याए। मैले भेटै भएन क्या खासै। अनि 50 लाख त्यहाँबाट चाहिँ त्यो मान्छेले चाहिँ के गर्यो भनेदेखि यही के अरे लाइट स्टोनको विषयमा हिँडेछ। फेरि उसलाई त पहिला 35 लाख रुपियाँ चाहिन्छ भनेर गरेको रहेछ नि त। त्यो 35 लाखको त खरब आउँछ, अरब खरब आउँछ ख भन्दो रहेछ तिनीहरूले, खरब आउँछ। अनि त्यो मान्छे आएर मलाई भेट गरेन, मलाई नो भनिहाल्छु यस्तो कुरो मलाई ज्ञान छ है। अनि यहाँबाट इन्डिया गयो। इन्डियामा गयो त्यो फरिदाबादहरू सबै घुमेको हेर्दै सेकेन्ड ट्रिप आयो। उनीहरूले खाउने पियाउने सब गराए, खुसी बनाए, पुरै ठुल्ठुलो सानो पुरै गर्दैन नि तिनीहरू त। त्यो गरिसकेपछि त्यो त खरब पाउने भयो। अब कति लालच देखाएको छ। त्यहाँबाट सेकेन्ड टाइम चाहिँ 35 लाख आइसी बोकेर यहाँबाट गयो। त्यो भाइ गयो। त्यो गइसकेपछि चाहिँ अनि त्यहाँबाट गइसकेपछि उनीहरू खुसी भए, पैसा सैसा लिए। त्यो उसले ल्याउने, ल्याएपछि चाहिँ एम्बेसीमा फेरि उसलाई ठ्याक्क सबै मिलेको रहेछ कि उसँग चाहिँ। एम्बेसीले चाहिँ अब को मान्छे होला नि एम्बेसीमा मेरो मान्छे छ उतै छ भन्ने कुराहरू हुन्छ। मेरो त कति मान्छे छन् भन्ने करोडको कुरा गर्ने। त्यो भइसकेपछि अनि त्यहाँबाट चाहिँ अब यो मान्छे केही नराम्रो चिज नखाने गाडीमा ल्याए। त्यहाँबाट गाडीमा गएको कहाँ त्यो लिनु जाँदाखेरि चाहिँ पानीमा त्यो हाल्दैछ पोइजन हालेर युपीमा मऱ्यो क्या त्यो मान्छे। बाटोमा नि के अरे लास भेटियो, युपीमा लास भेटिसकेपछि अनि यो कुरा मलाई थाहा भयो क्या फेरि। अन्त बहिनीले मलाई फोन गर्यो, चिना हेरिदिनु नि कहाँ छन् के छ भनेर बहिनीले फोन गर्यो। अनि फोन गर्दाखेरि त अब त्यो म पनि अत्तालिएँ नि त। अनि त्यो हेरेँ, त्यो गरिसकेपछि मरि त गयो। अब सक्यो, त्यो पैसा पनि सक्यो। त्यो 35 लाख त मेरो स्किम है, हाम्रो स्किम भित्र कति खर्च होइन। अब उसको भान्जा यहीँनिर हाम्रो मेन पावरहरू हामी बात भइरहन्छ, हाम्रो अहिले पनि हुनुहुन्छ। अनि तिनीहरूलाई चाहिँ त्योलाई चाहिँ नेपाल पुलिसले पक्रियो क्या। नेपाल त्यो मार्नेलाई चाहिँ पक्रियो, अहिले जेलमै छ। त्यो चाहिँ जेलमा छ। तर मान्छे त गयो नि त हेर्नु। त्यो कसको कारण भन्दा त्यो रक्सीको कारणले क्या। त्यो रक्सीको कारणको बुद्धिले गयो क्या। देखियो नि त यो कसरी त्यो रक्सीको कारणले गर्दाखेरि चाहिँ त्यो 2टा छोरी यस्तो राम्रो छोरी छ, घर 2-2वटा घर भएको। त्यो बुढीलाई घर के गर्नु, उसकै घर छ 2टा। त्यो घर के गर्नु, त्यो पैसा के गर्नु। अब त्यो बुढीलाई मान्छे नरहिसकेपछि छैन, अब के गर्ने। कस्तो दुःखद कुराहरू हुन्छ क्या। यो त त्योबाट हुने घटनाहरू लेडिजहरूको पनि छ। लेडिजहरू चाहिँ जस्तै एकजना मैसँग पनि सम्बन्धित कुराहरू छ कि लेडिजहरूले चाहिँ कसरी मान्छेलाई फसाउँछ, कसरी पैसा खान्छ होइन। उनीहरूले त्यो कुराहरू एकदम छ। त्यो पनि हामीले हाल्नुपर्ने हुन्छ अर्को पटमा। त्यो लेडिजहरूको एकदम डेन्जर छ कि खास चाहिँ। यो मान्छेहरू यस्तो रुएर आउँछन् कि बुढेसकालको सम्पत्ति मेरो त सबै त्यो केटीले खाइदियो भन्छ। केटीलाई गएर सोधौँ भनेको यसले सेक्सुअल हेरेसमेन्ट पालिदिन्छ। एकजना लेडिजबाट फसेको म पनि हुँ, अर्को लेडिज भगवान जस्तो पाएको पनि म हुँ। त्यही लेडिज एउटा लेडिजले जिन्दगी बर्बाद पारिदियो। त्यो त मेरो फेसबुकमा पनि छ, म वास्तविक भनिदिन्छु। र ऊ त्यो व्यक्तिले पनि स्वीकार्छ। एउटा लेडिजले मेरो जिन्दगीलाई सुधारिदियो। लेडिजले यस्तो कुराहरू हुन्छ। अनि मेरो कुरा त फेरि अर्कै छ। मेरो कुरा त सुरुवातमा के छ भने केटाले मातेर आएर कसरी बुढी कुट्छमा कुरा छ मेरो त।
हो मेरो त त्यहाँ छ नि किन सेक्टर चाहिँ कुट्छ त? अब यो त अघि पो यता आयो त अँ। किन चाहिँ बुढीलाई कुट्छ भन्दा त्यसको 3टा कारण हुने रहेछ। जस्तै पहिला त कुण्डली मिलान गर्नु पर्यो, कुण्डली मिलेको छ कि छैन हामी हेर्छौँ नि। कुण्डली नमिल्दा पनि त्यो स्थिति आउँदो रहेछ, त्यो माङ्गलिक दोषहरू पनि छ त्यसमा, त्यो पनि अलिकति विश्लेषण गर्छौँ। त्यो 1 नम्बर कुरो। अनि अर्को नम्बर के छ भने बिहा गरिसकेपछि यदि केटीले चाहिँ कुनै केटासँग शारीरिक सम्बन्ध गर्यो भने 2टा शारीरिक सम्बन्ध हुनसक्छ नि त लाइफमा, मान्छेको यो धेरै कुराहरू छ है, यसलाई स्पष्ट गर्नु पर्यो। 2 नम्बर। 3 नम्बर लभ गरेको केटीलाई बिहा गर्यो भने, जस्तै 3 वर्ष लभ गरेको छ, अब त 3 वर्ष पहिला लभ गरेको केटी तपाईँले ल्याउनु भयो सपोज, त्यसमा आउने भयो। अर्को नम्बर ससुरालीमा बदनाम गरिदिएको छ भनेदेखि। अर्को नम्बर पैसा अर्कालाई खुवाएको छ भने यसमा चाहिँ केटाको के हुँदो रहेछ भनेर मैले पत्ता लगाएँ कि है। जस्तै ससुरालीको कुरा गरौँ होइन, ससुरालीमा बदनाम गराइदिएको छ आफ्नै बुढीले भनेदेखि त्यो केटालाई कसरी रिकल हुँदो रहेछ भन्ने कुराहरू आयो क्या। यहाँ ब्रेनमा कसरी असर गर्छ भनेर यो ब्रेनको कुरा अलिकति मैले त्यहाँ बिचमा छोडेँ, त्यो म गर्छु। एउटा मान्छेले अब ससुरालीमा कस्तो हुन्छ भने हाम्रो संस्कार कस्तो छ भनेदेखि यति राम्रो संस्कार छ कि केही न कामको बिहा गर्ने बेलामा केटी भनेको त त्यो एउटा केटी बिहा गर्ने अवस्थामा बनाउनलाई त 2-4 करोड नै खर्च हुन्छ नि बाबुआमाको। त्यस्तो छोरीलाई फ्रीमा दिइरहेको छन् उनीहरूले। फ्रीमा दिँदाखेरि चाहिँ कसरी दिने भन्दाखेरि संस्कार बनायो क्या हाम्रोमा। संस्कार के गर्ने भन्दाखेरि चाहिँ अब फ्रीमा दिनु पर्यो, अब केही न कामको लुवागेलाई अब फ्री आफ्नो यत्रो पढाएर हुर्काएर राम्रो बनाएको करोड खर्च भएको छोरी, हाम्रै छोरीहरू त्यो अर्को लुवागेलाई दिनु पर्यो। कसरी दिँदा त्यसै दिनु भएन। के गर्ने त भन्दाखेरि चाहिँ बिहा गर्ने, बिहा गर्दाखेरि चाहिँ गोडा धुने। यहाँ आयो क्या गरेँ, गोडा धुँदा के गर्यो भन्दाखेरि चाहिँ केही नै कामको केटा हुन्छ न, कसैले जिन्दगीमा कसैले नमस्ते पनि गरेको हुँदैन त्यो केटालाई, नमस्ते पनि गरेको हुँदैन, कहीँ इज्जतै पाएको हुँदैन। त्यस्तो केटालाई लगेर बेहुला बनाएर, छोरी पनि दिएर बेहुला बनाएर अनि खुट्टा धोएर, खुट्टा पानी खाएर, अनि त्यहाँबाट पानी खाएर आफ्नो माइताको सबैजना माओली सबैजना उसको छर छिमेक सबैले इज्जत गरेर खुवाएर अनि पानी धुएर भगवान मानेर अनि पठाइदिएको हुन्छ त्यो लुहादेलाई। अनि जिन्दगीमा उसले गलत काम गर्नु भएन नि त, त्यत्रो गरेको छ, छोरीलाई गलत त गर्नु भएन नि त। कस्तो राम्रो संस्कार रहेछ नि त। माओलीदेखि लिएर सारा संसार समाज गराएर बिचरा अब केटाको पनि भर्खर सुरुवात हुन्छ, पैसा कमाएको हुँदैन, ऊ पनि सुरुवाती त हुन्छ नि बिचरा, जिन्दगीमा एउटा नमस्ते गरेको हुँदैन। ससुरालीमा जाँदा त सारा संसार बिहान आयो साली के अब सब नमस्ते खाएको हुन्छन्। अब ससुरालीहरू जहाँ त राडी ओछाएर मजाले मासु भात खाएको हुन्छन्, खिर खुवाएको हुन्छन्, जात अनुसारको खुवाएको हुन्छन्। अब यस्तो ठाउँमा चाहिँ बुढीले मलाई त पहिला कस्तो कस्तो केटा आएको थियो सुरु गरिदिए है, यस्तो केटालाई दिएर घरमा होइन। मेरो बुढा त अब रक्सी खान्छन्, कुनै केही अलिअलि खान्छन्, के खान्छन्, पैसा कमाउँदैनन्, विभिन्न खालको कुराहरू भनेको हुन्छ कि। यो कुरा बुढोले थाहा पाउँछ क्या तपाईँको एक्टिभिटिजहरू, 1-2 पल्ट ससुराल जाँदा थाहा पाउँछ। लाएको चाहिँ सबै घट्दै गयो। त्यो सम्मान भन्दा पनि यो कुराहरू कसो कसो गरेर केटालाई थाहा हुँदै जान्छ नि त। यो त पोजिसनको कुराहरू भयो नि त, थाहा हुँदै जान्छ। ओके, थाहा भइसकेपछि उसको मनमा चाहिँ अब यो कुरा रह्यो। अब रक्सी खान्छ, चुप लाएर खान्छ, सहन्छ खान्छ, बोल्दैन। अब पैसा अर्कालाई खुवाइदिएको छ, झगडा त गर्छ नि घरमा गएर, तैँले पैसा खुवाइस यताउता, अब यो पनि बोल्नु सक्दैन, मनमा राखिरहेको हुन्छ होइन। अब बिहा गर्नुभन्दा अगाडि त के अरे बिहा गर्नुभन्दा अगाडि लभ गरेको छन् भनेदेखि खाएर आइसकेपछि त पहिला 2-4 वर्ष त केही पनि हुँदैन। त्यहाँबाट त त्यो केटाले कता घुमाउँथ्यो तँलाई अब सुरु गरिदिन्छ नि त। त्यही कारण हाम्रो तन्त्रशास्त्रमा 5 वर्ष लभ गरेकोसँग चाहिँ त्यही केटालाई दिनु, चाहे गरिब होस् कि जोसी होस्, अर्कोलाई नदिनु भनेको छ कि। 5 वर्षसम्म लभ भइसकेपछि, 5 वर्षको लभ भएकोलाई हामी कुण्डली मरोस् कि जेसी होस् त्यही मान्छेलाई दिनुपर्छ। अर्कोसँग मर्ने हो, अर्कोसँग मर्ने हो, यता त गरिबीले मर्ने त हो नि, अर्कोसँग मर्ने हो, पल मर्ने अर्कोसँग। त्यो भइसकेपछि के गर्दो रहेछ भन्दाखेरि त्यो भयो, ओके त्यो पनि भयो। अन्त अर्को नम्बर कुरा के आउँदो रहेछ भनेदेखि शारीरिक सम्बन्ध गरेको छ नि त। अब शारीरिक सम्बन्ध हुन्छ मान्छेको के होइन, त्यो
काहीँ न काहीँ हामीले धेरै भेट्छौँ। मैले त यो चिना हेर्ने क्रममा कति भेट्छु नि। म चिनाबाट पत्तो पनि लगाउन सक्छु कि खासै। त्यो चाहिँ त्यो लगाउन पनि सकिन्छ, धेरै कुराहरू लगाउन सकिन्छ, तर हामी लगाउँदैनौँ किनभने यो गाह्रो चिज, किनभने झगडा हुन्छ। अब सम्बन्ध भयो, त्यो शारीरिक सम्बन्ध भएको त्यो केटालाई थाहा भएको हुन्छ, काहीँ न काहीँबाट थाहा भएको हुन्छ कि त्यो एक्टिभिटिजहरू। अनि लखर हिँड्ने केटीहरूको त्यो एक्टिभिटी सबै बुढोलाई थाहा भइरहेको हुन्छ। बुढोले अब रक्सी खान थाल्यो नि, अब रक्सी खान थालिसकेपछि ठ्याक्क खायो। त्यहाँबाट चाहिँ एउटा लिमिटसम्म चाहिँ ऊ ओके नै हुन्छ, मरिगयो भन्दैन, ओके नै हुन्छ, यस्तो ओके हुन्छ, भन्दैन ठ्याक्क जब त्यो एउटा लिमिट क्रस गरिसकेपछि उसलाई त्यो थिङ्किङ आउँछ कि अनि उसले त्यही केटा देख्छ, उसँग जो सम्बन्ध भएको छ त्यही केटा देख्छ, त्यो केटा देख्छ। अब ससुरालीमा सम्बन्ध भएकोमा चाहिँ त्यो बुढीले गएर बोलेकोहरू सबै देख्न थाल्छ उसले। त्यो माइन्ड चाहिँ दुईवटा प्रकारले काम गर्दो रहेछ क्या, त्यो ब्रेनमा नि दुई प्रकारले काम गर्दो रहेछ। पैसा खुवाएको पनि त्यही प्रकारले देख्दो रहेछ, कसलाई कहाँ सम्बन्ध सबै देख्दो रहेछ। अनि देखिसकेपछि चाहिँ अनि अब के गर्ने, अब जाने बित्तिकै ससुरालीलाई त्यो गएर सबै कुरो गरेको छ भने चाहिँ थप्पड हान्दो रहेछ। थप्पड हानेर मुखले चाहिँ नहुने, त्यो मुखले पनि बोल्ने, गति छाडेर हुने, त्यही ससुरालीमा मलाई तेरो माइतमा गएर त यसो गर्ने उसो गर्ने अनेकै भन्दो रहेछ कि मेरो भाइ लगाउने त भन्दै पुरै त्यसलाई चाहिँ थप्पड ल्याउँदो रहेछ। पैसा उसलाई पनि थप्पड ल्याउँदो रहेछ। जो चाहिँ शारीरिक सम्बन्ध गरेको त्यो भेटियो भने चाहिँ त्यसलाई चाहिँ बक्सिङ ल्याउँदो रहेछ। त्यसले मेरो लाइफ हेरेको छु क्या, मैले पुरा लाइफ स्टडी गरेको छु क्या यो विषयमा नि, किन लो प्रोफाइलमा पनि त्यसले त मरोस् कि बाँचोस् मतलब छैन कि त्यसलाई। त्यति बेला ऊ सेन्सलेस चाहिँ हुँदो रहेछ कि त्यो लास्टमा गरेको त्यो सिधै एकचोटि ढोका खोल्ने बित्तिकै सुरु हुँदो रहेछ क्या त्यो त, चौरा मस्को जेसुकै होस्। आहा, यो ब्रेनमा कसरी काम गर्छ भनेको अनि मैले रिसर्च सुरु गरेँ कि त्यो कोठामा बसेर मैले रिसर्च सुरु गरेँ। रिसर्च सुरु गर्दाखेरि मैले रेकर्डर राखेँ। रेकर्डर एकजना हाम्रो मिलन राई जो चाहिँ पाइलट अहिले हङकङतिर गयो, उसले मलाई एउटा रेकर्डर ल्याइदिएको थियो। त्यो रेकर्डरमा चाहिँ खाएर गएर अनि मैले भाषण गरेको थिएँ। खाएर गएर त्यो स्पिचहरू म भोलिपल्ट स्पिच गर्दाखेरि सुन्नु नसकेर क्या, मैले आफूले बोलेको आफू सुन्नु लाज भएर क्या, त्यस्तो हुँदो रहेछ क्या। त्यो त्यस्तो गलत आउँदो रहेछ, पुरा गलत आउँदो रहेछ। अब त्यो केटाले हिजो गल्ती गरेर कुटिसकेपछि के गर्दो रहेछ, बिहान 5 बजी उठ्दो रहेछ। अब बेलुका 9 बजी कुट्यो भने 10, 11, 12, 4-5 घन्टामा त उसलाई छोड्छ। छोडिसकेपछि बिहान 5 बजी उठ्छ, कोही 8 बजी उठ्छ, कोही दिनभरि सुतिरहन्छ। त्यो केटाहरूको त्यो एक्टिभिटिजहरू 5 बजी उठेर के गर्छ भने उसलाई त हिजो लाज भयो नि त, त्यो कुरा चाहिँ भन्नु सक्दैन, लाज भयो क्या। अब उसलाई लाज भयो, छोराछोरीले लाज, गाउँमा लाज, सबैतिर लाज भयो। जुरुक्क उठेर मन्दिर जाँदो रहेछ। अब त्यो होइन, पहिला जुरुक्क उठेर पर्स खोज्दो रहेछ। पर्स माथि बेला कहाँ राखेर पर्स पर्स गर्दो रहेछ। अब त्यो बाइकमा हिँड्ने कि गाडीमा हिँड्ने, बाइकमा हिँड्ने हो भने बाहिर निक्लिएर बाइक यसो हेर्दो रहेछ, कुन बाइकमा आयो भनेर कि ल्याएँ कि कहाँ राखेँ। गाडी ल्याउँदाखेरि त्यो गाडी कहाँ पो राखेँ हौ मैले भनेर गाडी हेर्दो रहेछ, कहाँ कुन चाहिँ आएँ भन्ने उसलाई थाहा हुँदैन। त ऊ चाहिँ घरमा चाहिँ ल्याइपुऱ्याउँछ फेरि कि, अनि त्यो ल्याउँथ्यो सेन्स, एउटा सेन्सले काम गर्दो रहेछ। अनि त्यो चाहिँ एकदमै ज्यादा एक्सेस भएर चाहिँ अनि त्यो ठोक्दो रहेछन्। ठोकिसकेपछि बिहान त अब उसलाई लाज हुने भयो। लोग्ने मान्छेले बुढीको विकनेस जिन्दगीमा कसैलाई बताउँदैन क्या। आइमी मान्छेले चाहिँ बुढोको विकनेस सिधा सबैलाई बताउँदैन, मेरो यस्तो बताउँछन्। लोग्ने मान्छेले बुढीको गरेको, यसो गरेको उसो गरेको, बदनाम गराएको, सम्बन्ध भएको कहिल्यै बताउँदैन, कुनै पनि लोग्ने मान्छेले बताउँदैन। यो चाहिँ ग्यारेन्टेड रहेछ कि। अनि बिहानै उठेर मन्दिर गयो। मन्दिरमा गइसकेपछि अनि टिका सिका लगाए अनि रक्सी छोडे त्यो दिन है, रक्सी छोडे अनि यहाँनिरबाट पुरै रातो डोरी बानेर अनि चिया दोकानतिर मैले पछि गरिरहेको छु नि सबै यो त। चिया दोकानमा गएँ, वरिपरि मन्दिरको वरिपरि चिया दोकानहरू हुन्छ नि, चिया दोकानमा गएर अनि त्यहाँबाट चिया खाने मान्छेसँग बस्ने, केटाकेटीलाई यसो दिने, अनि कुकुरलाई बिस्कुटहरू दिँदो रहेछ। धार्मिक भयो क्या, धर्म त भएको कुकुरलाई बिस्कुट दिने, यताउता बच्चाहरूलाई खुवाउने पियाउने यो गर्दो रहेछ। गरिसकेपछि अब घरमा जान्छौँ। घरमा जाएपछि अब बुढीलाई अब त्यो हिजो कुटेको छ, अब आज रुने भयो।
किनभने दुई प्रकारले सोच्दो रहेछ त्यो माइत जान्छ कि भन्ने डर पनि भयो एक त माइत चाहिँ गइदियो भनेदेखि त्यो अप्ठ्यारो हुने भयो अनि बुढीको छेउमा गएर रुने म जिन्दगीमा गर्दिनँ आज मैले कसम खाएँ छोराको छोरी सबै भएको जति सबै कसम खाएर ओके गरेर भोलिदेखि जेन्टलम्यान बुढीले पनि माफ दिन्छ नि त बुढी सबै त्यस्तो चिज हो नि त सबैले माफ दिन्छ कि श्रीमतीहरूले अनि माफ दिइसकेपछि घरमा मिल्यो नि कुराहरू मिल्दै गयो अनि बेलुका एकदम टाइममा अफिस जाने टाइममा आउने टाइममा खाने टाइममा सुत्ने एकदमै त्यो 6 महिना 1 वर्ष मात्रै टिक्दो रहेछ क्या फेरि त्यहाँबाट कुन दिन फेरि खुट्टा बटाएर आउँछ त्यो होइन अनि त्यो हुँदो रहेछ अब यो चाहिँ त्यो खालकोमा अब यहाँनिर त्यो सिम्पलमा कसरी कुट्छ उसमा कसरी कुट्छ यो कुराहरू छ एउटा चाहिँ कस्तो छ भने यस्तो नबुझ्ने हुँदो रहेछ त्यो बिना कारण झगडा गर्ने क्या बुढीहरूलाई कुट्ने त्यसको चाहिँ कारण छैन यस्तो खालको केटा पनि हुँदो रहेछ क्या तपाईँको कारण शिक्षाको कमी पनि हुनसक्छ कारण बिना नै त्यो मन नपर्ने केटीलाई मन नपर्ने उसलाई मन नपर्ने त्यो यो भएन भन्ने बिना कारण के टेन्सन दिने यो हुँदो रहेछ यो चाहिँ यो खालको केटाहरू पनि धेरै भेटेँ मैले नि लाइफमा त्यसरी त्यो भित्र त्यो भिजुलाइजेसन गर्दाखेरि त्यो रिकल हुँदो रहेछ क्या रक्सी खाने मान्छेलाई सरर खाँदै गएपछि रिकल हुँदै हुँदै गएपछि गर्दो रहेछ कि त्यो खाँदै जाँदाखेरि सपोज हामी एउटा टेबलमा खाँदैछौँ नि टेबलमा खाँदै जाँदाखेरि सबै राम्रो छ नि एउटाले जुरुक्क उठेर एउटालाई तँ यस्तो कि भनेर हान्छ नि त्यसले कि उसको बुढी जिस्काएको हुन्छ कि माओलीमा कहाँ के भनिदिएको हुन्छ कहाँ के गरेको हुन्छ त्यही भएर अनि डाइरेक्ट गर्दो रहेछ त्यस्तोलाई चाहिँ टेपै समातेर ल्याउनु पर्ने रहेछ कि त्यो छोडेर उ गर्नु हुँदैन रहेछ फेरि विवाद आउँदो रहेछ त्यस्तो गर्दो रहेछ एउटा झगडा त्यसरी पनि देखियो कि त्यसरी पनि देखियो त्यो झगडा त्यही ग्रुपमा झगडामा त्यसरी देख्थ्यो झगडा हानेको देखेपछि मैले के भएको रहेछ यस्तो के हो यसले किन चाहिँ त्यो हान्यो भन्दाखेरि चाहिँ उसले चाहिँ के छ भनेदेखि उसको बुढीलाई जिस्काइदिएको रहेछ कहिले त्यो यसको दिमागमा बसिरहेको रहेछ क्या खास चाहिँ त्यो रहेछ त्योको अनि त्यो नेवार दाइले रक्सी खान्थ्यो नि 4 ग्लास 5 ग्लास रक्सी खान्थ्यो नि रम खान्थ्यो नि तातो पानी हाल्दै अनि मैले यसो गरेँ यो मान्छेले यत्रो खान्छ मात्दैन कुन रक्सी खाँदो रहेछ भनेर त्यो खाएको नेवारहरू त बहुत बाटो हुँदो रहेछ त्यो सबै चियामा चाहिँ तातो पानी हाल्दै खाँदो रहेछ अरूसँगै बसेर के खान्छ मैले पनि खाँदैछु भनेर म्याक्सिमम होटल साहुहरूको कुरा होइन त यो प्राय सँगै बस्ने तर उसको त त्यो रङ त एउटै हुन्छ रक्सीमा तातो पानी हाल्ने अनि बसेर खान्छ हेर्दा पनि हामीसँग जोइन भइरहेछ भन्ने देखियो खाँदो रहेछ बाप रे बाप त्यस्तो कुरा बुझिन्छ के खासै यो कुराहरूमा नि अब यो मान्छेलाई त्यसरी गर्ने अब लेडिजहरूले चाहिँ यस्तो यस्तो लेडिजको म भिन्दै हाल्छु फेरि जेन्ट्सले गरेको कुरा हुन् लेडिजले चाहिँ कसरी मान्छे त रुवाएको छन् कि मान्छेहरू त यस्तो रुको छन् यस्तो नराम्रो भएको छ के भन्ने लेडिजहरूको त आमा लोग्ने मान्छेहरू रिटायर्ड भएको मान्छेहरू यसरी रुएर आएको छन् कि के गर्ने कुरा हालौँ सेक्सुअल केसमा हालिदिइहाल्छन् अब कहीँ बोल्नु केटी नराम्रो देख्छ यसको पनि हाल्नुपर्छ कि लेडिजहरूको पनि विषयमा रिसर्च गरेर हेरेँ मैले त्यो पनि हाल्नुपर्छ तर त्यो भयो अब यो भइसकेपछि अब अर्को कुरा आयो के आयो यो त लेडिजहरूले त्यो केटाहरूले झगडा गर्ने कुराहरू यसरी रिकल हुँदो रहेछ माइन्डमा के खास अब यहाँनिर एउटा कुण्डली पनि विश्लेषण गरेर हेरौँ अब ज्योतिष शास्त्रको अब यो कुरा यो चाहिँ किन भन्दाखेरि यो चाहिँ तन्त्रसँग सम्बन्ध छ किनभनेदेखि अब रक्सी खाएको मान्छेलाई आउने बित्तिकै हामीले त के गर्छौँ भन्दाखेरि पूजापाठ गर यो व्रत बस्छ भनिसकेपछि उनीहरू नबस्ने हुन्छ नि तर वास्तविक त्यो हुँदैन रहेछ के खास चाहिँ वास्तविक त पूजा गरेर रक्सी छोड्दैन रहेछ कसम खुवाएर के अरे रक्सी छोड्दैन रहेछ रक्सी छोड्ने पनि कसरी छोड्छ भन्ने त्यो कारणहरू है कारण त्योभन्दा पहिला चाहिँ ज्योतिष शास्त्रमा यस्तो छ ज्योतिष शास्त्रमा फेरि कुण्डली मिलेन भने पनि राम्रो हुँदैन के ज्योतिष शास्त्रमा कस्तो छ भने जम्मा 36 गुण हुन्छ 36 मा 18 गुण मिल्नु पर्दो रहेछ 18 मिल्नु पर्यो त्यसमा नि माङ्गलिकहरू हेर्ने कुराहरू हुन्छ नाडी जुझ्यो पनि हुँदैन भनेको नाडी लाग्छ क्या त्यहाँनिर नाडी लाग्यो बिहा गर्नु हुँदैन भन्थे नि नाडी लाग्यो भने के हुन्छ भन्दाखेरि नाडी लाग्यो भने चाहिँ मृत्यु हुन्छ दरिद्रता आउँछ अनि जहिले झगडा हुँदो रहेछ र नाडी लाग्यो तर नाडी दोषस्तु विप्रना नाडी चाहिँ बाहुनलाई मात्रै लाग्छ विप्र ब्राह्मणलाई मात्रै लाग्छ नाडी दोष चाहिँ विप्रना होइन वर्ण दोषस्तु भुभुजाम भन्छ क्षेत्रीनाम होइन वर्ण गण दोषस्तु वैश्यनाम योनि दोषस्तु शूद्रकाण्ड भनेर भनेको छ होइन अब यसमा के छ भन्दाखेरि सिलो त नभन्नुपर्ने अनि
त्यो नाडी चाहिँ लाग्यो भनेदेखि बिहा नगर्नु भनेर भनेको छन्, झगडा हुन्छ, मृत्युसम्म हुन्छ भनेर भनेको छन् कि। र नाडी लाग्यो भने बिहा गर्नु हुँदैन, नाडी लाग्यो भन्छ नि, त्यो नाडी लाग्यो भने त्यस्तो हुन्छ। नाडी पनि हेर्नुपर्छ एउटा कुरा, होइन? नाडी हेर्नुपर्छ एउटा कुरा। अर्को नम्बर चाहिँ भकुड दोष हेर्नुपर्ने हुन्छ। त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि अब राशिबाट 6औँ र 8औँ राशि चाहिँ मृत्यु तुल्य हुने, स्वास्थ्य बिग्रिने, नराम्रो हुने हुँदो रहेछ। जस्तै तपाईँ के राशि? मकर राशि। मकर राशि, अरू नभन्नु है। अब जस्तै मकर, कुम्भ, मीन, मेष, वृष, मिथुन राशिसँग बिहा गर्यो भने तपाईँको चाहिँ अलिकति डिस्टर्बेन्सहरू आउने कि। मिथुन, कर्कट, सिंह राशिसँग बिहा गर्यो भनेदेखि चाहिँ डिस्टर्बेन्सहरू आउने। कन्या राशि अब त्यो त नजाउँ न यो मैले आफ्नो त क्युरियोसिटी भइहाल्छ, खोजी गरिहालिन्छ होइन। 6औँ र 8औँ विवाह गर्दाखेरि चाहिँ मृत्युसम्म, अष्टम त मृत्युसम्म हुन्छ, दुःख पाउँछन् भनेर भनेछन्। अब पञ्चम राशिबाट पञ्चम र नवम चाहिँ शत्रु राशि हुन्छ। पञ्चम र नवम, पञ्चम र त मकर, तपाईँकोबाट भन्दैछु, मकर, कुम्भ, मीन, मेष, वृष राशि है। वृष राशि तपाईँको पञ्चम शत्रु राशि भयो। वृष राशि शत्रु राशि भयो। वृष, मिथुन, कर्कट, सिंह, कन्या, कन्या राशि पनि शत्रु राशि भयो। अब त्यो कन्या राशिमा विवाहता हुने भयो कि तपाईँलाई सेटिस्फ्याक्सन नहुने भयो कि खासै विवाहता हुने हो। अब त्यो दुईटाको चाहिँ के हुन्छ भने सन्तान जन्मिन्छन् नि, सबै विदेशतिर जान्छन्, बुढेसकालमा हेर्ने हुँदैन। त्यो त कहाँ हिसाब गरेको छन् कि खासै, कहाँ छुन्छ, कहाँ छुन्छ कि। कुन कुराले छुन्छ, कुनले नछोए पनि एउटा कुराले छुन्छ, छोइहाल्छ कि, त्यसरी छुन्छ। अब यो यस्तो प्रकारको कुरा हुन्छ। र 12औँ र द्वितीय पनि नगर्ने भन्दाखेरि तपाईँ मकर राशि, मकर राशिको दोस्रो भनेको द्वितीय भनेको कुम्भ राशि पनि बिहा गर्नु हुँदैन होइन। अनि कुम्भ तपाईँको मकर राशि, मकर राशिको धनु राशि पनि बिहा गर्नु भएन। किन भन्दा 12औँ र द्वितीय त्यो गर्दाखेरि चाहिँ तपाईँको दरिद्रता आउँछ कि, तपाईँको सबै खर्च गर्ने हुन्छ कि, दुइटै खर्च गर्ने। गाह्रो छ नि यो कुराहरू त, यो त भेट्नै गाह्रो हुन्छ कि। त्यो खानेकुराले यो त मिल्दैन, यस्तो यस्तो हुन्छ, दोष दियो यतापट्टि त्यस्तो हुन्छ। पीडा छ यहाँ, अर्को कुरो छ, रक्सीलाई मात्रै दोष दिएर। अब यो त ज्योतिषशास्त्रको नियम, तर ज्योतिषशास्त्रको नियमदेखि अर्को कुरा जाउँ है। यो तन्त्रमा चाहिँ योनिको ठुलो कुराहरू हुन्छ। अब योनिको कुराहरू आयो, अघि त योनि शूद्रकाण्ड भनेको छ नि त्यहाँनिर। योनि त एक्चुअली सबैभन्दा ठुलो कुरो चाहिँ मैले हेर्ने चाहिँ योनि र ग्रह मित्रता, यो दुइटा मिल्नुपर्छ। अरू यो नाडी साडी केही पनि केही लाग्यो पनि केही हुनेवाला छैन मेरो क्यालकुलेसनमा चाहिँ, किनभने मैले त यो रिसर्च गर्छु नि त। योनि भनेको के हुन्छ भन्दाखेरि योनि भनेको अश्व योनि हुन्छ। अश्व भनेको घोडा, गज योनि भनेको हात्ती, अनि मृग योनि, बाघ योनि, बाघनी, मुसक योनि होइन। अब के अरे यो बिरालु योनि, अब यो गौ योनि, यी सबै योनिहरू भयो कि। यो योनिहरू धेरै योनिहरू हुन्छन्। यो योनि चाहिँ कस्तो हुन्छ भनेको तपाईँले चाहिँ यो योनि चाहिँ तपाईँ कुन नक्षत्रमा जन्मियो त्यो अनुसारले त्यो योनि आउने भयो, त्यो योनिको आउने भयो तपाईँ। अब मकर राशिमा तपाईँ कुन अक्षर आयो त्यो चाहिँ नक्षत्रसँग सम्बन्ध हुन्छ। यो कस्तो साइन्टिफिक छ कि त्यो तन्त्रशास्त्र नि। तन्त्रशास्त्र अब यो नक्षत्र भइसकेपछि के भयो भन्दाखेरि अब के भयो भनेदेखि नक्षत्र र तपाईँ जुन नक्षत्रमा जन्मियो नि त्यो नक्षत्र टुट्यो भने तपाईँको मृत्यु हुन्छ। त्यो नक्षत्र डिसब्यालेन्स हुने बिमारी हुन्छ। त्यो नक्षत्र जहिले डिसब्यालेन्स भइरह्यो भने तपाईँको उन्नति प्रगति हुँदैन कि। यो नक्षत्रलाई त्यति केयर गरेर हेर्नुपर्ने हुन्छ यदि एस्ट्रोलोजर हो भने। प्लानिङ गर्ने चाहिँ यहाँनिर हो कि। म चाहिँ अब हामी त 5 years 10 years प्लान गर्छौँ नि त, त्यो एस्ट्रोलोजी हेर्दाखेरि त त्यो प्लानमा चाहिँ त्यो हाल्नुपर्ने हुन्छ, त्यसलाई स्टडी गरेको हुनुपर्छ है। अब योनि गर्दाखेरि योनि चाहिँ के छ भन्दाखेरि अब योनिमा जस्तै तपाईँ अब अस्तिको रिइन्कार्नेसनको कुरा यहाँ आयो है। फेरि रिइन्कार्नेसनमा के छ भने तपाईँ कुन योनिबाट आयो भन्ने भयो। अब तपाईँ अश्व योनिबाट आयो, गज योनिबाट आयो होइन, अब बाँदर योनिबाट आयो, अब केबाट आयो, मुसक योनिबाट आयो, सर्प योनिबाट आयो, के योनिबाट आयो, तपाईँले के अरे व्याघ्र योनिबाट आयो होइन। यस्तो यस्तो कुन योनिबाट तपाईँ आयो भनेर हेर्ने। बिरालु योनिबाट आयो कि अब यो हेर्ने। यो योनि चाहिँ के छ भने कस्तो, मैले यो
कोक शास्त्र भन्ने अस्ति नै मैले बेत्रावतीमा बगाइनँ, त्यो 27,000मा किनेको रिटर्न शास्त्र हो। यति अध्ययन गरेको थिएँ मैले त्यो विषयलाई, तर मैले त्यो बगाइदिएँ क्या खासै। त्यो पछि अप्ठ्यारो हुन्छ, छोराछोरी तल गाह्रो हुन्छ राख्ने भनेर बताएँ। त्यो सेक्सको मात्रै कुरा हो। जो यो विवाहको कुरामा सबैभन्दा ठुलो कुरा भन्छु सेक्समा आउँछ। पहिला कुरो 1 नम्बर इम्पोर्टेन्ट, पैसा कमाउनु दोस्रो इम्पोर्टेन्ट। पहिले त्यो लुहार्थेलाई त सेक्स नै कुरा आयो नि त, देन आफ्टर पैसा आयो नि त, त्यहाँबाट गाडी आयो, घर आयो, छोराछोरी आयो, यसरी आयो नि त। त्यो सेक्स त बुढेसकालसम्म लाग्ने एकदम इम्पोर्टेन्ट चिज हो। यो योनि मिलेन भने अब त्यो घरमा सुख सुविधा हुँदैन। जस्तै एकजना बिरालु योनि, अब यो अक्षर भएको मान्छेले बिरालु योनि पायो, अब त्यो अक्षर भएकोले चाहिँ गज योनिसँग बिहा गर्यो। सपोज योनि भनेको कस्तो हुन्छ भने कि हामी चाहिँ पहिला किरा फटिङ्ग्रा हुँदै हुँदै 84 लाख जुनी गरेपछि पेट एनिमल भयौँ। पेट एनिमल भएर ट्रान्सफर गर्यो नि त। ट्रान्सफर हुँदाखेरि त अब त्यो मान्छेको योनि त्यही अनुसारले पाएको हुन्छ क्या। योनि भनेको चाहिँ योनाङ्क नै भनौँ होइन, त्यो अर्ग्यानलाई भन्यो भयो है। त्यो योनि पाउँदाखेरि चाहिँ अब अश्व योनिको त्यही अनुसारले योनि पायो, गज योनि त्यही पायो, बिराली योनिको त्यत्रै भयो। अब तपाईँ कुन योनि अनुसारले त्यो योनि अनुसारको तपाईँको त्यो योनिको साइज हुन्छ क्या खासै। जन्मिदाको आधारमा जन्मिँदा तपाईँ हेर्नुहोस् कोक शास्त्रले त यस्तो बताइदियो, स्त्रीमा पनि त्यही हुन्छ पुरुषमा पनि त्यही हुन्छ। योनि त्यो अनुसारले पाएको हुन्छ, अश्व योनिको त्यही अनुसार साइजमा हुन्छ। अब जस्तै तपाईँ गज योनि, अब केटी गज योनि छ, हात्तीको योनि पायो केटीको, त्यो त एकदमै त्यसलाई चाहिँ म प्रुफ गरेर पनि देखाउन सक्छु। अब गज योनि पायो, अब यता बिरालु योनि पायो। अब बिरालु योनि र गज योनिको सम्बन्ध मजा आएन कि, त्यसको योनिको कुराहरू फरक पर्यो नि त, एउटै खालको परेन नि त। अन्त त्यो कुरा त मिल्दैन पछि गएर त। हात्ती र घोडा भए त्यहाँसम्म मिल्थ्यो, अब बिरालुको त मिलेन। अब नमिलिसकेपछि मुसक योनि पायो भने त सकिहाल्यो। अब हात्तीलाई मुसक योनि पायो भने अनुहारहरू त ब्युटिफुल पुरै मिल्दैन। बाँदर योनि, बाँदर योनिले त अब जस्तै तपाईँको योनिमा भने अब बाँदर योनि भयो, यता बाघ योनिसँग भयो भने मिलेन नि होइन। रातभरि चलाइ गर्छ, बाघलाई त रिस उठ्छ। यो योनि मिलाउनु सक्नु, योनि चाहिँ त्यहाँबाट आएको हुन्छ। योनि मिलेन भने त्यस्तो हुन्छ। जस्तै भेडा योनि मिल्यो, अब अश्व मिल्यो, अश्व र हात्ती पनि मिल्यो अरे। यसरी मिलेर त्यो मिलेको आउनुपर्छ। यो योनि मिल्यो भने के अरे ग्रह मित्रता मिल्छ, सबै कुरा मिल्छ कि खासै। ऊ सेटिस्फाई हुन्छ, जिन्दगीभरि सेटिस्फाई हुन्छ। जस्तै यो अर्को एउटा गौडबाट वर्गबाट यो त गणबाट वर्गबाट हेर्दाखेरि पनि गडुर र सर्प मिलेन नि। अब गडुर यता वर्ग भयो, उता के अरे सर्प वर्ग भयो, त्यो मिलेन नि, खाइदिइहाल्छ। त्यो त्यसरी हेर्ने कुराहरू आउँछ कि तपाईँको। त योनिको कुरा वर्गको कुरा एउटा छ, योनिको योनि यति इम्पोर्टेन्ट हुन्छ। हामीले जेनरली अब जस्तै कुनै पनि मान्छेले म कुन योनिबाट आएँ भन्दाखेरि त्यो कुण्डलीमा लेखिदिएको हुन्छ क्या। त्यहाँको तपाईँको यो गौ योनि, बिरालु योनि, हात्ती योनि। हजुरले बोल्दा बोल्दा यो चाहिँ तामाङ राई लिम्बूहरूको त जुन चिज छ नि किताबहरू, यता क्षेत्री बाहुनतिरको भन्दा पनि यो उनीहरूकोमा चाहिँ बढी प्रयोग भएको देखेँ मैले। त्यो चाहिँ उनीहरूले चाहिँ यो योनि कुरा अब कुन योनिबाट आयो भन्दाखेरि ऊ त्योबाट आउँदाखेरि त्यही योनि लेभलको योनि पाउने भयो उसले। जस्तै तपाईँको रक्सी खाने कुरामा चाहिँ एउटा रक्सीले मान्छेलाई कसरी त्यो मेन्टली स्ट्रेस गर्छ र घरमा झगडा गराउँदो रहेछ ऊ। अनि चाहिँ त्यहाँबाट त झगडा सुरु भइसकेपछि त डाउनफल सुरु भयो, घरमा डाउनफल सुरु भयो। छोराछोरी पढेन, छोराछोरीले सिके, 7 पुस्तालाई हानि गरायो नि त। त्यो कुराहरू एकदमै इम्पोर्टेन्ट भयो क्या खास नि। किनभने मान्छेले त असर गर्दै 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 जान्छ नि त। यहाँ कुरो मैले रोकेको छु कि अब जस्तै तपाईँको त्यो साइकोलोजिकल इफेक्ट पर्दै जान्छ मान्छेलाई नि। अब त्यो खाँदाखेरि पनि उसले कसरी असर गर्छ भने जस्तै तपाईँ रक्सी खाँदै हुनुहुन्छ, रक्सी चाहिँ फलफुलसँग खायो भने तपाईँलाई यति ज्यादा असर गर्छ कि त्यसले त त्यो ब्लडमै जान्छ कि खास इम्पोर्टेन्ट कुरा हो। ब्लडमै रक्सीको बारेमा कुरा रक्सी खाँदा चाहिँ तपाईँ के अरे ठ्याक्कै फलफुल खाँदा चाहिँ फलफुल भनेको त फ्लस भइहाल्छ एकैछिन 2 घन्टा भन्दा छिटो फलफुल फ्लस हुन्छ कि जान्छ। अब त्यो रक्सी र फलफुलको जुस त जिउमा लाग्ने भयो,
जिउमा लाग्ने भयो अनि तत्कालै लाग्ने भयो। तत्कालै लाग्ने भयो क्या। अब मासुसँग खायो भने के हुन्छ भनेदेखि मासुले चाहिँ रक्सीलाई एब्जर्ब गर्छ क्या। मासुले चाहिँ रक्सीलाई एब्जर्ब गर्छ क्या होइन। अनि जति बढी मासु खायो उति ज्यादा अब्जर्भ गर्छ। जस्तै नेवारी परम्परामा ठ्याक्कै छ पहिला मासु खुवाउँछन्, बारा खुवाउँछन्, यी कुराहरू समय बजीको यो कुराहरू आउनु बाँकी नै तन्त्रमा हाल्ने कुराहरू छ होइन। त्यो त मासु खाइसकेपछि त्यसले एब्जर्भ गर्दो रहेछ। मासु त 14 घन्टा 16 घन्टा हुँदैन नि त, बस्दैन नि त। त्यो डाइरेक्ट मासुले त्यसलाई एब्जर्भ गर्दो रहेछ। अब जस्तै त्यो पछि यो कुरामा हालौँला, जस्तै तपाईँको नेवारी परम्परामा त्यहाँनिरबाट चाहिँ अन्डा पनि खुवाएको हुन्छन् होइन। त्यो विभिन्न कुराहरू त्यसको चाहिँ अर्कै खालको कुरा गर्छ। तर हामीले चाहिँ रक्सी चाहिँ फलफुलसँग मिल्दैन रहेछ कि, त्यो डाइरेक्ट असर गर्दो रहेछ। होइन फलफुलसँग रक्सी खाइसकेपछि तपाईँ बिहान उठेर हेर्नुहोस् त यति साह्रो मेन्टली स्ट्रेस हुँदो रहेछ, बाप रे बाप। त्यो रक्सीसँग खाँदा के पनि हुँदैन। के अरे साँपले कुखुरा खाएर सुतेको जस्तो मजाले सुत्छ, बिहान जुरुक्क उठेर फेरि काम गर्न जान्छ क्या त्यसले। रक्सीले असर गर्दैन रहेछ कि खासै मासु खाने मान्छेलाई। अनि मासु खाने मलाई त कोही बेला एकदम डर लाग्थ्यो। मैले अब यो खाँदैछु 3 महिना प्र्याक्टिस गरिरहेको छु, यसले त मलाई असर गर्छ होला, किनभने मासु खाइन्छ। मासु खाने मान्छेको चाहिँ रिम्युनस पावर डाउन हुँदो रहेछ कि, भुल्ने बिमारी हुँदो रहेछ, भुल्दो रहेछ कि होइन। दिमागमा आएर चाहिँ मुखमा आएन। मासु खाने मान्छेको चाहिँ रिम्युनस पावरहरू डल हुँदै 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 जाँदो रहेछ मासु बढी खानेको है। अब रक्सी खाने बालको चाहिँ मनोबल डाउन हुँदो रहेछ कि। आज रक्सी खाएर भाषण गऱ्यो भने भोलि त्यसले रक्सी खाएरै भाषण गर्नुपर्ने हुन्छ। रक्सी खाएर तपाईँसँग बात मारेको छ भने त्यो रक्सी खाएरै तपाईँसँग बात मार्छ, नभए चुपो लागेर भन्छ नि। अब मेरोमा आउँदाखेरि बुढीहरूले के भन्छ, गुरु मेरो बुढा त कस्तो नखाँदा त देउता, खाएपछि चाहिँ गुरु रैफाँडो गरिरहेको छ। उसले गल्ती गरेको चाहिँ कहाँको त्यो चाहिँ थाहा छैन है। मेरो नखाँदा त देउता, मेरो देउता यस्तो। उसले एउटै वचन बोल्दैन, त्यो भित्र सक्दैन कि। त्यो यहाँनिर मैले कुराहरू निकालिदिन्छु कि एस्ट्रोलोजीमा यो ग्रह यस्तो यस्तो सम्बन्ध हुँदा यस्तो हुन्थ्यो के थियो भने, त्यो उसले पिर परेर घुवा रुन्छ त मान्छेहरू त, यस्तो रुन्छन्, यस्तो पीडित छन् मान्छेहरू। त्यो यही सेक्टरबाट के त्यो घरलाई राम्रो बनाउनु लागि त तपाईँ घरमा रक्सी खाए पनि भयो, मासु खाए पनि भयो, यो कुनै असर नराम्रो कुराहरू देउताले त खान्थे होइन। अहिले सबै हामी चढाउँछौँ नि त, हामी रक्सी चढाउँछौँ, रक्सी चढाएको देख्नुभयो। के अरे मासु चढाउँछौँ, काटमार गर्छौँ, त्यो त संस्कारबाट आएको हो नि त, संस्कारबाट आएको। अब नखानेले खाँदैन होइन। अब जस्तै तपाईँ मान्छे मासु नखाऊ भनेर भन्छन्, उसले मासु नै खाएको छैन कहाँबाट नखाऊ भन्ने होइन। तपाईँले कसैलाई अर्थी दियो भने मासु नखानु, मासुले राम्रो गर्दैन भनेको, त्यो मान्छेले खाएको छ कि छैन, त्यो मान्छेले जिन्दगीमा मासु खाएको छैन, कसरी मासु नखाऊ। रक्सी खाने मान्छेले अर्कोलाई यस्तो यस्तो हुँदो रहेछ, अहिले मैले भने नि त्यस्तो प्रकारले भन्यो भने त यस्तो हुँदो रहेछ भन्ने कुराहरू बुझ्छ नि त होइन। म एक दिन के अरे एकजनाको भाषण सुन्दै थिएँ कि, त्यो ब्रह्मचर्य पालन गर्नुपर्छ, यस्तो गर्नुपर्छ, ब्रह्मचर्य पालन गर्दा यस्तो हुन्छ। 1 घन्टा स्पिच दियो कि मैले भने मनमै। अनि त्यसको 15 दिनपछि नमस्कार गुरु, नमस्कार, के छ हालखबर, ठिकै छ नि सर, हजुरको बच्चाहरू कहाँ छन् हौ अहिले भने त एउटा अस्ट्रेलिया छ, एउटा चाहिँ दिल्लीमा पढिरहेछ। अनि मनमा चाहिँ अस्ति ब्रह्मचर्यको कुरा गर्थिस् भनेर मनमा लाग्यो क्या। ऊ ब्रह्मचर्य बस्नु पऱ्यो, अर्थी दिनु पऱ्यो त, जानेकै छैन यहाँनिरबाट। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब अस्ति मैले पाप कसरी लाग्छमा पनि कुरा गरेँ नि, रक्सी खाँदा के हुँदो रहेछ, यस्ता बिजनेसहरू यसरी अनि डामाडोल हुँदो रहेछ। रक्सी खाइसकेपछि के हुँदो रहेछ भने, मैले रक्सी खाएर भाषण गरेको कुरा सुने नि त। रक्सी खाएर आज डेली लेख्नुहोस्, रक्सी खाएर तपाईँ डेली आज लेख्नुहोस्, भोलि लेख्नुहोस्, पर्सि लेख्नुहोस् होइन। रक्सी खाएर भाषण गर्नु, यदि रक्सी खाएको मान्छेले 3 दिनसम्म गरेको डिसिसन गलत हुँदो रहेछ, 3 दिनसम्म उसलाई असर गर्दो रहेछ कि खासै। जिउको बडीबाट त जानु पऱ्यो नि त सबै कुराहरू चाहिँ। आज तपाईँ लेख्नुहोस्, रक्सी खानुहोस्, आज 1 बोतल खाएर लेख्नुहोस्, ओके, भोलि ठिक्क आधी बोतल खाएर लेख्नुहोस् होइन। पर्सि त्यो हेर्नुहोस्, तपाईँ आफैले लाज लाग्छ कि अस्ति लेखेको, माथिको बेलामा लेखेको, माथिको बेलामा बोलेको रेकर्डहरू गर्नुहोस् न। मान्छेले सुन्नु मान्दैन नि त।
त्यो माथिको मान्छेले के गर्दो रहेछ भने अब जस्तै अघि माथिको मान्छेले के गर्यो भनेदेखि अघि त्यो पर्स खोज्यो अनि बिहान गएर गरिदियो अनि त्यो एक्लै बोल्ने हुँदो रहेछ कि त्यो कुरा त्यो अब दिमागमा छोडेपछि त त्यो कुरा त आउँदो रहेछ भित्रभित्र आउँदो रहेछ मुन्टो हल्लाउँदो रहेछ मैले मुन्टो हल्लाएको छु त्यो 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 लेखेकोमा त्यो राति भाषण गरेर सुने नि अनि बिहानै उठेर मुन्टो गर्दो रहेछ अनि बुढीहरूले यो मान्छे त बौला हुनु आँट्यो क्या किन एक्लै बोल्छ भनेर भन्छ कि त्यो हुँदो रहेछ ए यहाँ त यो हुँदो रहेछ उसको मन किन उसको पुरा जिउबाट आउँदो रहेछ कि हिजो रक्सी खाँदाखेरि त्यो उसले कसलाई के गरे कसलाई फोन गरेर सोधिरहेको मैले हिजो केही गरिनँ बाटोमा केही भयो कि साथीहरूलाई सोधिरहेको हुन्छ कि सोधिरहेको हुन्छ किन भन्दाखेरि उसको माइन्डमा गर्दा अनि त्यो माइन्डमा कहाँ कहाँ गल्ती गरे त्यो कुरा चाहिँ गर्दो रहेछ अनि आफूले गरेको गल्तीहरू चाहिँ मनमा आउँदाखेरि उसले त्यो सुन्नु मान्दैन रहेछ कि अस्ति टक्सिकेटिङ माथेको बेलामा सुनेको थियो आज माथेको छैन आज राम्रो फ्रेसमा छ भनेको त्यो चाहिँ उसलाई लाज हुँदो रहेछ कि खासै होइन लाज हुँदो रहेछ र मुन्टो हल्लाउने एक्लै बोल्ने अब जस्तै ऋण माग्नु आएको मान्छेले पनि राधे राधे राम राम शिवै शिवै भनेर यस्तो प्रकारले टेक्निक लाउँछन् नि ए यहाँ यो किरा यो चिया खानु आएको कि के गर्नु आएको कि किन भन्दैछन् भन्ने कुराहरू आउँछ कि खासै नि ज्यानमा यो कुराहरू बहुत अचम्मको रहेछ कि ड्रिङ्क्स भनेको नराम्रो त्यो केटाले भनेको कुरा मलाई अहिले याद आयो रेगुलर युजिङ मेडिसिन चाहिँ हो रहेछ तर नट बोटलले भनेको कुरा चाहिँ आए हो नि त रक्सी नखाने चिज होइन देउताहरूले त खाइरहेछन् सबैले बनाएछन् धेरै पर्सेन्ट कम मान्छेले मात्रै नखाने कति बेला गर्ने भन्ने कुराहरू अब जस्तै त्यो ग्रहसँग सम्बन्ध छ कसले रक्सी खान्छ म ठ्याक्कै पत्ता लगाइदिन्छु कसले मासु खान्छ ठ्याक्कै पत्ता लगाइदिन्छु कि मैले त्यो ग्रहसँग सम्बन्धित अनि त्यो घरमा झगडा छ कि छैन ठ्याक ठ्याक यस्तो मिल्छ यो तान्त्रिक ज्योतिष त यो तान्त्रिक ज्योतिषलाई चाहिँ अब मैले यहाँनिरबाट चाहिँ सेक्सहरूको कुरा आउँछ प्रोस्टिच्युटको कुराहरू हुन्छ यहाँ प्रोस्टिच्युट भयो भने त रन्डम त हुन्छ उतापट्टि यता प्रोस्टिच्युट छ भनेदेखि उता रन्डम त तयारी भएको हुन्छ नि त त्यसलाई चाहिँ नभन्नु यसको कुराहरू त बताउन सक्दिनँ नि त किनभने यहाँनिर मैले धेरै कुराहरू चाहिँ भित्र राखेँ किन भने यो त बाहिर जाने कुरा भयो युट्युबमा जाने कुरा तपाईँले आज त युट्युबमा हाल्ने कुरा हो अब यहाँनिर त सेक्सको कुराहरू त हामी बोल्नु सक्दैनौँ नि त त्यो भित्र छ कहानी के फेरि त्यसमा पनि त्यो भित्र कहानी छ एउटा ज्योतिषी मान्छेले रक्सी खाएर रिसर्च गर्यो भन्दा त्यो हाँस उठ्ने कुरा हो नि तर रिसर्च भनेको के हो भनेदेखि मलाई गर्नु पर्यो नि त मलाई पैसा कमाउनु छैन नि त भोलि आएर म चिना हेर्नु छैन यति रक्सीको रिसर्च गरेँ मैले पनि खाएको हो भन्ने त गरेँ मैले तपाईँले खाएको देख्नुहुन्छ हामी खाँदैनौँ नि त कसैले खाएको देखेछन् भन्नुहोस् तर हामी घाटोमा जाँदा राति 2 पेक त खान्छौँ त्यो सिम्पल कुरा भयो त्यो सिम्पल कुरा पनि भयो र त्यो अवस्थामा गाह्रो अवस्था अरू बेला त खाएर गर्दैन सिम्पल कुरा होइन जस्तो एउटा कुरा सामान्य कुरा यस्तो भयो अरे त्यो हामी सुन्छौँ नि तर त्यस्तो भएको भोग्नेलाई थाहा हुन्छ कि होइन जब एउटा राति 11-12 बजे एउटा मान्छे अहिले पनि म टोयलेट जाँदाखेरि भित्र टोयलेट छैन भने बाहिर निस्कनु पनि डराउँछु अहिले पनि भने चिहान घारीमा गइएको छ भर्खर मरेको मान्छेको लासको तपाईँले हात फत्तै निकालिदिनुहुन्छ हाम्रो हात के हुन्छ त्यही त त्यतिखेर काम गरेको छ क्या त्यो चिजले त्यो गरेको छ त्यो फेरि के छ भनेदेखि यो एउटा डामर तन्त्र हुन्छ डामर तन्त्रमा चाहिँ त्यो घाटहरूमा जाँदाखेरि भित्र मासु र रक्सी छैन भने यसरी हात भित्रै हालेर भुँडी फुटाएर मारेको थुप्रो रेकर्डहरू छ रक्सी र मासु चाहिँ खाने हुनु पर्यो तन्त्रमा चाहिँ वैदिक रूपमा मन्दिरतिर जाँदा त फेरि प्रसाद र रोटी मात्रै हो फेरि त्यो वैदिकको त झन् राम्रो छ के खासै उसको सेक्टरमा राम्रो छ यो तन्त्रमा चाहिँ यो खालको रिसर्चहरू भयो होइन यो पनि एउटा सानो रिसर्च भयो अब यति कुरा फाल्दिउँ यसले ठुलो कुरा लिन्छ नि यसले अनुभव सेयर गर्छ अब जस्तै यहाँनिरबाट भन्ने बित्तिकै अब यो कुराको त कसलाई के अप्ठ्यारो परेको छ के अप्ठ्यारो परेको छ त्यहाँबाट कुरा बुझ्छौँ नि त 5-6 जना बसेर डिस्कस गरेर यस्तोसम्म हुँदो रहेछ भनेर यसलाई चाहिँ समाजमा कल्याण हुने कामहरू गर्न सकिन्छ नि त रक्सीको रिसर्चमा चाहिँ यस्तो तर कतिवटा कुराहरू हामी अब जस्तै यो लेडिजको कुरा आएको छैन नि त लेडिजको पनि ड्रिङ्क्सको सेक्टरबाट मान्छे कति पीडित छ लोग्ने मान्छेहरू भन्ने छ नि हामीले त अहिले जडिया त केटालाई मात्रै देखेको छ नि त लोग्ने मान्छेलाई मेललाई मात्रै देखेको छ फिमेललाई त देखेको छैन फिमेल पनि त पीडित फिमेलको कारणले लोग्ने मान्छे बढी पीडित छ फेरि अब यसको कुरा भन्नुको लागि ठुलो मुटु चाहिन्छ मलाई पनि यसको रिसर्च हामी लेखेर भन्ने कि भनेर सोचिरहेका छौँ अब यो नि कुरा आज मैले भने नि यो नि कुरा किन त्यहीँबाट आएको त्यही अनुसारले यो नि आफ्नो यो नि
हेरेर म यो योनिबाट आएको छु भनेर आफैले प्रुभ गर्दा हुन्छ के होइन। यो त रिसर्चको कुराहरूमा ट्रान्सफरको कुराहरू आयो नि त। यस्तो रिसर्चहरू छ। र अब रक्सीको विषयमा आज कुरा गऱ्यौँ। अब चाहिँ के भन्छ भने लेडिजको विषयमा कुरा गर्ने कि लेडिजको विषयमा उनीहरूले खाएकोले चाहिँ लोग्ने मान्छे कति पीडित छ, लोग्ने मान्छेले कहाँ गल्ती गर्छ, कति गल्ती गर्छ, लोग्ने मान्छे पनि पीडित छ, आइबी मान्छे पनि पीडित छ, कति कहाँ कहाँ पीडित छ भन्ने कुराहरूलाई पनि हामीले ट्र्याक गर्ने ल्याउने, यो चाहिँ अलिक गाह्रो छ। अब त्यो पनि गरौँ। दोस्रो कुरा तपाईँले भएका कुरामा पनि के छ भने सबै रक्सीको मात्रै दोष होइन है, यसमा गणका पनि हुन सक्छन्, यसमा चाहिँ होइन अब यता योनिका कुराहरू पनि छन्, योनिको कुराहरू अनि विभिन्न कुराहरू नाडी लाग्ने कुराहरू त्यो अरू अब यहाँ अर्को कुरा छ अरे फेरि यहाँनिर एउटा छ। अब त्यो योनिको त कुरा भयो, हजुर योनिको कुराहरू मिलेन। अब सबै कुण्डली मिल्यो, 18 गुण पनि मिल्यो, 25 गुण पनि मिल्यो, सबै मिल्यो। अब केटा र केटीमा माङ्गलिक दोष छ भने विवाह हुँदैन। अब हेरे एउटाले अर्कोलाई खान्छ, अर्कोले अर्कोलाई खान्छ भनेको छ फेरि मङ्गलिक। केटा मङ्गल छैन, केटीमा माङ्गलिक छ भनेदेखि अब त्यहाँ डिस्टर्बेन्स आयो। हुँदैन, केटा माङ्गलिक छ, हुँदैन। दोस्रो बिहा गर्छ यसले, यसको बुढी मर्छ भनिदिन्छन् गुरुहरूले। अर्को माङ्गलिक भन्दाखेरि 12औँ मङ्गल यस्तो हुन्छ भनिदिन्छ, 8औँ मङ्गलले त 8वटा बुढी पुऱ्याउँछ भनिदिन्छन् है। त्यहाँबाट माङ्गलिक दोष भनेको के हो भन्दा माङ्गलिक भनेको लग्न मङ्गल, चौथो मङ्गल, सप्तम मङ्गल, अष्टम मङ्गल र 12औँ मङ्गल हुन्छ। लग्न मङ्गल चाहिँ एकदम एग्रेसिभ खालको हुन्छ, एकदम कुरै नबुझ्ने के बिँडो खालको हुन्छ लग्न मङ्गल चाहिँ। चौथो मङ्गलले चाहिँ के छ भनेदेखि बुढेसकालमा पाल्छ भनेर जन्माएको के अरे छोरालाई चाहिँ एक्लै लान्छ र बुढाबुढी एक्लै बनाइन्छ कि चौथो मङ्गलले चाहिँ। त्यो सासूसँग अलिकति विवाद आउँछ चौथो मङ्गलले है। अब सप्तम मङ्गल भनेको चाहिँ के छ भनेदेखि दुईजना बुढाबुढीको विवाद जहिले आइरहेछ कि, कुरा नमिल्ने, डिस्टर्बेन्स आउने गर्ने भनेर भनेछन्। अष्टम मङ्गलको चाहिँ मृत्युसम्म हुन्छ भनेको छ। अष्टम मङ्गलको चाहिँ अलिकति यता पनि जाउँ होला, यो चाहिँ सेक्समा ज्यादा हाबी हुन्छ कि अष्टम मङ्गल चाहिँ, किनभनेदेखि उसलाई सेटिस्फाई नै हुँदैन कि। त्यही कारण अष्टम मङ्गल नै बिहा गर्ने, सप्तम मङ्गल नै बिहा गर्ने। बुढो मर्छ भने नि त, बुढी मर्छ भनेको बुढेसकालसम्म एउटा सम्बन्ध त भइरहनु पऱ्यो नि त। अनि अष्टम मङ्गल छ भने त त्यो मान्छे त एकदम म्यासिभ के, एकदमै ज्यादा हुन्छ, एकदमै। त्यो त मैले त प्रुभ गरेको, कोकस कम मङ्गल छ, कहाँ के भयो भने सबै रेकर्ड छ क्या मेरोमा। त्यो भयो। 12औँ मङ्गल हुने मान्छे चाहिँ के छ भन्दाखेरि 12औँ मङ्गल हुने मान्छे चाहिँ एकदम खर्चालु फेरि के, खर्च गर्नुपर्ने, ल्याउनु पर्ने खाने पैसा नहोस् होइन, 1 महिनाको पैसा 15 दिनमा सक्ने खालको हुन्छ कि। अब बुढीकोमा छ भने बुढोको पनि त्यस्तै खालको क्यारेक्टर हुन्छ कि। सबैभन्दा डेन्जर चाहिँ 8औँ मङ्गल मृत्युसम्म हुन्छ भने त्यो मृत्यु चाहिँ अष्टम स्थान भनेको मृत्युको र सेक्सको स्थान हो। त्यो मान्छे चाहिँ एक्सेस छ क्या, त्यो जे सोचेको भन्दा एकदमै ज्यादा हुन्छ कि खासै। त्यो मान्छे बाहिर पनि लाग्नु सक्छ, केटाको हो भने, केटीको हो भने पनि त्यो खालको एक्टिभिटिजहरू होइन, त्यो एक्टिभिटिजहरू फेरि त्यो माङ्गलिकसँग मिल्यो भने त्यो हुँदैन फेरि। माङ्गलिकसँग मिल्यो भने चाहिँ त्यो हुँदैन। अब जस्तै अरू दोषहरूलाई चाहिँ अष्टमलाई चाहिँ सक्दैन, अष्टम र सप्तम। अरू दोष भएकोलाई चाहिँ केटीकोमा छ भने, केटाकोमा त्यो योगहरू छ भनेदेखि चाहिँ त्यो फेरि क्रस गर्छ कि होइन, त्यो क्रस गर्छ। केटीकोमा छ भने केटाको ग्रहले त्यसलाई क्रस गर्छ, त्यसरी बिहा गर्न सकिन्छ। अब यी कुराहरू चाहिँ, यो कुराहरू बुझेको छ भनेदेखि त अब सप्तम मङ्गलमा पनि बिहा गर्नु पाइयो नि। अष्टम मङ्गलमा यो कुरा हुँदो रहेछ भन्ने कुराहरू बुझियो भने त अब हामी बताउनु सक्दैनौँ, या यो त यस्तो छ भनेर आमा बाउ आएको छ त्यो बताउनु सक्दैन नि है, गाह्रो हुन्छ नि त हामीलाई पनि। त्यो कारणले गर्दाखेरि यी कुरा पनि इम्पोर्टेन्ट भयो। माङ्गलिकको पनि कुरा उठेको, योनिको कुराहरू, नाडीको कुराहरू, यी सबै कुराहरू यताबाट आएको छ कि। अस्ति नै मैले भनेको थिएँ नि एउटा उसमा चाहिँ पूर्व जन्ममा के अरे भगवान्हरूले चाहिँ सबैभन्दा नमिल्ने बुढी दियोस् अरे, बुढीलाई सबैभन्दा नमिल्ने बुढो दियोस् अरे भनेको जस्तै नि। कहीँ कुराहरू नमिल्ने, काहीँ न काहीँ मिस्टेक भइहालेको के, काहीँ न काहीँ मिस्टेक भइहाल्छन् कि। त्यो कारणले गर्दाखेरि मान्छेलाई चेतना दिएको छ। एकदम चेतना अनुसारले काम गर्नुपर्ने हुन्छ, यिनीहरूलाई इजी लिने हुन्छ। तर जिन्दगीमा यो ज्योतिषी, यो सबै तन्त्र मन्त्र गर्नेहरूले गरेको कुराहरू चाहिँ सबै कुरो ठिक हुन्छ भन्ने छैन। तर हाम्रो अझ समाजमा यस्तो पनि हुन्छ,
अघि त्यो बुद्ध लामालाई माडे नि, यसको 3टा अझै पनि मेरोमा रेकर्डहरू छ के, अझै त्यो मलाई यो लामो हुन्छ भनेर नगरेको। मान्छे फसाउँछन् भनेदेखि अलिकति ज्योतिष जानेको, अलिकति तन्त्र जानेको, अलिकति झाँक्री जानेको, केस पालेको, बाबाजीहरू केस पालेको, दारी जुङ्गा पालेर त्यो एक्टिङ गर्नेहरूसँग चाहिँ समाजको धेरै मान्छे चाहिँ जोगिनुपर्छ। तर यो कसरी युवाले चाहिँ कसरी हेरिरहेछन् यो कुराहरूलाई? तपाईँले कसरी युवालाई हेरिराख्नु भएको छ? रक्सी भनेको चाहिँ के छ भनेदेखि पहिला चाहिँ टिनेजसम्म नखाने, टिनेजसम्म चाहिँ रक्सी नखाने, र टिनेजसम्म खाएन भने ऊ हेबिचुटेड हुँदैन नि, ऊ मेच्योर्ड हुन्छ नि त। टिनेजसम्म चाहिँ मैले त भन्छु 25 वर्षसम्म रक्सी नै नखाऊ। देन आफ्टर ऊ त त्यहाँबाट कन्सियस हुन्छ नि त। रक्सी त्यहाँबाट खाऊ, त लिमिटेड खाऊ, होइन, कम खाऊ, त्यसले चाहिँ तिमीलाई असर नगरोस्। त्यो खाँदाखेरि पनि मासुसँग खाऊ, होइन, कि निट खाऊ, अब यी कुराहरू चाहिँ आउँछ नि त। तर रक्सीले चाहिँ मान्छेलाई चाहिँ एन्डमा गएर चाहिँ डेन्जर हुन्छ। यो अवस्थालाई म अझ के भन्न चाहन्छु भनेदेखि जोगिने भनेको मैले अहिलेसम्म बिगार्छ भने केही मात्रामा ज्योतिष जानेको, केही मात्रामा झाँक्री जानेको, केही मात्रामा माता उत्रेको, केही माता भएको, केही मात्रामा बाबाजीहरू यो धोती लगाउने, यो यति लामो लामो केस लट्ठा पार्ने, केसको काम छैन के, केस लट्ठा पार्ने, अनि त्यो यस्तो जुत्ताहरू यस्तो लगाउने, जुङ्गा दारी पालेर एकदम के अरे भगवान् जस्तो सल्लाह दिइरहने यस्ता मान्छेहरूसँग चाहिँ मान्छे एकदमै सतर्क हुनुपर्छ। हामी जस्तो ज्योतिषीहरू छ नि, यस्तो पनि अन्जान के अरे त्यस्तो खालको मान्छेहरूले पनि मान्छेलाई धेरैलाई फसाएको छ। त्यो ज्योतिष यो कर्मकाण्ड यो गर्नेहरू हेर्नु त त्यो मान्छे, त्यो ज्योतिष पनि अलिक तन्त्र पनि जानेको मान्छेले त्यो मान्छेलाई मारेको नि, नभए त्यो मान्छेको माइन्ड डाइभर्ट गर्नु सक्दैन नि त। त्यो कारणले गर्दाखेरि चाहिँ यस्तो मान्छेहरू चाहिँ साह्रै सतर्क हुनुपर्छ। हामी यस्तो ज्योतिषसँग पनि सतर्क हुनुपर्छ, किनभने के अरे नेचर सबैको राम्रो हुन्छ भन्ने छैन। ती व्यक्तिहरूबाट तपाईँले भन्नुभयो बस्नुपर्छ, होइन, त्यसको स्टडी नगरिकन जुम्बिनु भयो। त्यो मान्छेको अधोपन्थ हेर्नु पऱ्यो नि, कुन लेभलको हो। अब जस्तै तपाईँ कोही वास्तु देखाउनु, ज्योतिष देखाउनु हुँदैछ भने पनि त्यो मान्छेलाई स्टडी गर्नु पऱ्यो नि त। स्टडी गर्नु पऱ्यो नि, त्यो मान्छे पढेको छ कि छैन, कति वर्ष अनुभव छ, कहाँ बस्छ, घर कहाँ हो, त्यसको सर्टिफिकेट कहाँ हो, त्यो सबै स्टडी गर्नु नि, गर्नुपर्छ नि त। अहिले के अरे मेन पावरको मान्छेले जस्तो उताबाट मान्छे ल्याएर कता गरेर पैसा खाएर कहाँ भागिदिन्छ नि, त्यस्तै त हो नि। यो पनि बाटोमा बस्नेसँग सम्पूर्ण आफै बाटोमा बसिरहेको हुन्छ, आफै बाटोमा हुन्छ, उसको जिन्दगीको बारेमा त्यहाँ थपेको करोड भनिरहेको हुन्छ, करोड के लिएर दिन्छ, त्यो क्या हो त्यो सबै मैले। अनि यो जति के भन्ने भनेदेखि मेरो अनुभवमा यो लाइट स्टोन, यो के अरे वनमान्छेको हड्डी, सियालको सिङ लगायतका बल्ने ठुङ्गाहरू त स्टोन हुन्छ, त्यो भिन्दै कुरो हो, होइन। यी सबै कुरो फेक हुन्। यस्तोको पछि चाहिँ कोही पनि नपरे हुन्छ। यदि संसारमा कसैले अफेयर आइगयो, संसारमा कसैले त्यो वन मान्छेको हड्डीले चाहिँ त्यो फुल फुलाएको देखायो भनेदेखि त्यो किन्ने मान्छे मै खोजिदिन्छु है, सक्दैन के। अहिले चाहिँ के भन्छ साइन्स आयो क्या, यो उहिलेको कुरा, उहिले साइन्स थिएन के, खास चाहिँ साइन्स थिएन। त्यही कारणले अहिले साइन्स छ। चमत्कारलाई नमस्कार। अब चाहिँ चमत्कार भनेको केहीमा पनि हुँदैन। वर्ल्डमा आजसम्म कुनै पनि बाबा यी गर्नेहरूले कुनै पनि चमत्कार गरेका छन्, चमत्कार हुँदैन। त्यो सबै टेक्निक मात्रै हो। त्यो टेक्निक हो। जादु भनेको जादु टुना मुना भन्यो नि त यहाँनिर। त्यो कारणले गर्दाखेरि संसारमा त्यस्तो पछि पर्नु हुँदैन, होइन। अन्तिममा केही अरू मैले भन्ने कुराहरू यही हो, किनभनेदेखि अहिले मान्छेहरू चाहिँ एकदमै ज्यादा पीडित भएको छन्, ठगिएर पीडित भएको छन्, रक्सी खाएर पीडित भएको छ, कोही गाँजा खाएर पीडित भएको छ, कोही के खाएर पीडित भएको छ। अब ड्रग्सको त्यस्तै सेक्टरहरू छ यहाँनिरबाट त। यो त मैले ड्रग्स त मैले अनुभव गरेको छुइनँ, त्यो मैले नसुकेको कुरो हो, किनभने डेन्जर चिज हो, सुनेको कुराहरू। यो त मैले 3 महिना ट्रेनिङ गरेँ, सकियो मेरोमा। अब मैले खाँदिनँ, त्यो विषयमा म जाँदिनँ। अनि अब त्यो गरेर चाहिँ अब मैले सानो मेरो भनाइ मात्रै राख्दा पनि 10 जना मान्छेलाई पनि यो कुरा सत्य हो भन्ने लाग्यो भने त मेरो ठुलो भूमिका यो विषयबाट भयो नि। धन्यवाद कार्यक्रममा, होइन। र अब यस्तै कुराहरू गर्दै गर्दा अब रक्सीको नगरेर अलिक राम्रो कुराहरूको राख्दै जाउँ होला। रक्सी खाँदाखेरि के हुन्छ भन्ने कुराहरू चाहिँ हामीले पनि सुन्दै आएका छौँ, देख्दै पनि आएका छौँ, र हाम्रो भोगाइमा चाहिँ यस्तो भयो है भन्ने कुरा हजुरहरूलाई हामीले बताएको। र त्यो बिचमा पनि अरू कुरा पनि आए,
जस्तो विवाहको कुरा र रक्सी खाँदा रक्सीले मात्रै जिन्दगीमा परिवर्तन नेगेटिभ रूपमा ल्याएको होइन, त्यहाँ धेरै कुराहरू छन्, झगडा हुने समस्या कुराहरू, भन्ने कुराहरू आज गऱ्यौँ। र आज हामीले कोट्याएको मात्रै हो। अब गुदी हामी अर्को कार्यक्रम अथवा आगामी कुनै दिनको कार्यक्रममा गर्नेछौँ। र यतिन्जेल कार्यक्रम हेरिदिनु भयो, साह्रै हामी खुसी छौँ। तर यो पूर्ण भएको छैन रक्सीको। यहाँ धेरै कुराहरू छन्, हामीले सुरुवात मात्रै गरेका छौँ। कार्यक्रम हेरिदिनु भयो, कमेन्ट गर्नुहोला। र हामीले सुरुवात गऱ्यौँ र यसलाई तपाईँले भोगेका कुराहरू, रक्सीका कुराहरू, आफूले जिन्दगीमा भोगेका कुराहरू, आफन्तमा भोगेका कुराहरू र तपाईँको जिन्दगीमा परिवर्तन भइरहेका कुराहरू पनि लेखेर पठाउनुहोस्। त्यसलाई हामी चुस्त दुरुस्त रूपमा प्रेजेन्टेसन गर्नेछौँ। थ्याङ्क यू भेरी मच। नमस्कार।